हेलो एभ्रिवान। सो यो भिडियो चाहिँ एआइएमएल को रोडम्याप आनन्द रिमल भाइले चाहिँ यो बनाउनु भएको छ। एकदम डिटेलमा बनाउनु भएको छ। सबै के चाहिन सक्छ प्रोग्राम ल्याङ्ग्वेजदेखि लिएर मेसिन लर्निङको डिफ्रेन्ट फिल्डहरू होइन, त्यो कुरा सबै इन्क्लुड गर्नुभएको छ। र तपाईँहरू एकदम बिगिनर हुनुहुन्छ भने एआइएमएल को रोडम्याप कसरी गर्ने, के थाहा हुनुपर्छ, सो यो भिडियो तपाईँहरूको लागि एकदम पर्फेक्ट भिडियो हुनेवाला छ। उहाँले चाहिँ ड्रइङ गरेर यताउता सबै चाहिँ मजाले स्लाइडसँग चाहिँ मजाले बुझाउनु भएको छ। सो आनन्द भाइलाई चाहिँ थ्याङ्क यू भन्दै, सो तपाईँहरू यो भिडियो मजाले हेर्नुहोस्, मजाले चाहिँ लर्न गर्नुहोस्। हेलो एभ्रिवान, वेलकम। मेरो नाम चाहिँ आनन्द रिम्बाल। म अहिले कम्प्युटर इन्जिनियरिङ गरिरहेको छु नेपाल इन्जिनियरिङ कलेजमा। यो त एकाडेमिक इन्ट्रोडक्सन भयो। म चाहिँ खास गरी अहिले टेक्नोलोजीको फिल्डमा एआइएमएल होइन अनि मसिन लर्निङहरू सिकिरहेको छु, एक्सप्लोर गरिरहेको छु। अब बिगिनरहरूलाई धेरै नै गाह्रो हुन्छ क्या, कोही बेला कामबाट सुरु गर्ने होइन, रिसोर्स कुन युज गर्ने होइन, कतिपय रिसोर्स पेड हुन्छन्, अब फ्रीको रिसोर्स कहाँबाट पाउने, ती सबै गाह्रो हुन्छ। अब यो गाह्रो नहोस् भन्नको लागि मैले आज एउटा डिटेल एआइएमएलको रोडम्याप लिएर आएको छु, जहाँ कि तपाईँले के पढ्ने मात्र थाहा पाउनुहुन्न कि एआइएमएलको सबै बेसिक ओभरभ्यू क्या बेसिक कुराहरू बुझ्नुहुन्छ। जस्तै तपाईँहरूले सुपरभाइज लर्निङ भनेको के हो, अनसुपरभाइज लर्निङ भनेको के हो, यी सबै कुराहरू थाहा पाउनुहुन्छ। के पढ्ने त थाहा पाउनु भइहाल्छ। त्यसको साथसाथै अब त्यसको बेसिक ओभरभ्यू क्या, यो कसरी काम गर्छ होइन, यो भनेको के हो होइन, एआईको तपाईँहरूले कसैले सोध्यो भने एआईमा यो हुन्छ, यो हो भनेर तपाईँले इन्ट्रोडक्सन दिन सक्नुहुन्छ आजको भिडियो हेरिसकेपछि है त। अब हामीले थोरै दिन अगाडि सरोज दाइ र मैले लिङ्कडिनमा कुरा गरेका थियौँ, एउटा भिडियो बनाउने भन्ने कुरा थियो। सो आज मैले यो भिडियो रेकर्ड गरिरहेको छु। अब तपाईँहरूले एभ्रिडे कर्म च्यानललाई यो भिडियो हेर्न पाउनुहुन्छ होला। सो म धेरै एक्साइटेड छु, तपाईँहरू पनि धेरै एक्साइटेड हुनुहुन्छ होला। सो अब हामीले के गरौँ भने आज तपाईँहरूलाई डिटेल रोडम्याप प्रोभाइड हुँदैछ, त्यही भएर तपाईँहरूले एउटा पेन र कपी लिएर मैले भनेका कुराहरू टिप्न पनि सक्नुहुन्छ। सो म चाहिँ त्यही नै सजेस्ट गर्छु, किनकि तपाईँहरूले मैले भनेका कुराहरू लेख्नुभयो भने तपाईँहरूले धेरै कुराहरू बुझ्नु पनि हुन्छ, पछिलाई याद पनि हुन्छ। यो स्लाइड नै प्रोभाइड त भइहाल्छ पिडिएफको फर्ममा। सो तपाईँहरूको अब इच्छा हो, तपाईँहरूले लेखे नि लेख्नु होइन, म चाहिँ लेख्नलाई नै सजेस्ट गर्छु। ओके, अब हामीले स्टार्ट गरौँ है त। यो आजको स्लाइड चाहिँ त्यति राम्रो भनेको छैन, त्यही पनि दिने कन्सेप्टहरू चाहिँ धेरै नै राम्रो छ है त। ओके, अब हामीले के गरौँ भने म तपाईँहरूलाई यो स्लाइड पनि गर्छु अनि कतिपय कुरा बुझाउनु पर्ने कुराहरू हुन्छ। हो, त्यो बुझाउनु पर्ने कुरा चाहिँ म वान नोट भन्ने एउटा एप्लिकेसन छ, त्यसमा गएर हल्का ड्रहरू गरेर बुझाउँछु है त। अब सबैभन्दा पहिला हामीले इन्ट्रोडक्सनबाट जाउँ है त। अहिलेको युग हामीले हेर्ने हो भने के देख्छौँ भने जताततै आर्टिफिसियल इन्टेलिजेन्स होइन, च्याट जिपिटी, डिपसिक होइन, सबै कुराहरू देख्छौँ। अहिले त एआईकै युग छ। अब खासमा एआई भनेको के हो त त्यो बुझौँ क्या। अब बिगिनर हुनुहुन्छ होला तपाईँहरू कति, अनि एआई भनेको राम्ररी थाहा नहुन पनि सक्छ। अब आर्टिफिसियल इन्टेलिजेन्स भनेको वास्तवमा एउटा यस्तो कम्प्युटर प्रोग्राम हो जसले के गर्न सक्छ भने मान्छेको जस्तै थिङ्किङ गर्न सक्छ अनि मान्छेको जस्तै डिसिजनहरू लिन सक्छ क्या। खास गरी आर्टिफिसियल इन्टेलिजेन्स भनेको डिसिजन लिन सक्ने एउटा मसिन हो क्या। अब यसलाई कसरी हेरौँ भने नर्मल प्रोग्रामिङ ल्याङ्ग्वेज र प्रोग्राम र आर्टिफिसियल इन्टेलिजेन्समा के फरक छ त त्यो कुराहरू बुझौँ पहिला होइन। अब नर्मल प्रोग्राम तपाईँहरूले कतिपयले त गरिसक्नु भयो होला होइन, पाइथनहरूमा इफ इल्स लुप्सहरू लाएर कति प्रोग्रामहरू गर्नुहुन्छ नि होइन। त्यो गर्दा के हुन्छ भने हामीले जे कुराहरू पनि डिफाइन गर्छौँ त्यसकै प्यारामिटरहरू मात्र रिटर्न भइरहेको हुन्छ क्या, त्यसको लागि मात्र आउटपुटहरू रिटर्न भइरहेको हुन्छ। हामीले जब पनि नयाँ कुराहरू दिन्छौँ त्यसमा इरर आउँछ अनि त्यसले सक्दैन क्या कुराहरू रिटर्न गर्न। हो, अब त्यसकै लागि हामीले के गर्छौँ भने एआई बनाउँछौँ क्या। एआईले चाहिँ नयाँ कुराहरू पनि सजिलैसँग आउटपुटहरू गर्न सक्छ होइन, किनकि उसले आफै नै डिसिजन लिन सक्छ। सो एआई भनेको हामीले यसरी डिफाइन गरौँ कि एआई भनेको एउटा मसिन हो जसले मान्छेको जस्तै गरी बोल्न सक्छ, सुन्न सक्छ अनि खास गरी डिसिजन लिन सक्छ। यति कुरा गर्न सक्यो भने त्यो भनेको आर्टिफिसियल इन्टेलिजेन्स हो। अब आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्दै गर्दा यो कहाँबाट आयो, यसको कुरा कसरी आयो, त्यो कुराहरू पनि बुझ्नुपर्छ क्या हामीले। सबैभन्दा पहिला यसको कुरा कहाँबाट आयो भने 1950 जतिमा हो, 1950मा हो। एलन ट्युरिङले एउटा के गरेका थिए भने क्वेसन सोधेका थिए क्या। उनीहरूले एउटा क्वेसन सोधेका थिए कि मसिनले पनि सोच्न सक्छ भन्ने क्वेसन सोधेका थिए। हो, त्यसकै अवधारणाबाट एआईको डेभलप हुँदै गएको हो। अनि 1956मा जोन म्याककार्थी पनि भन्छ, जोन एमसी कार्थी पनि भन्छ, उहाँले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सलाई अफिसियल्ली नाम दिनुभएको थियो। सो उहाँलाई फादर अफ आर्टिफिसियल इन्टेलिजेन्स पनि भनिन्छ। अब त्यो बेलाको समयमा एलन ट्युरिङले एउटा ट्युरिङ टेस्ट भन्ने एप्रोच प्रोभाइड गर्नुभएको थियो क्या। अब हो त्यो बुझौँ पहिला होइन, कसरी नर्मल चिज र नर्मल प्रोग्राम र आर्टिफिसियल इन्टेलिजेन्स एक्ज्याक्टली छुट्टिन्छ पहिला त्यो बुझौँ। अनि हामीले अब हाम्रो आजको रोड म्यापतिर फोकस भएर जाउँ। त्यसको लागि म तपाईँहरूलाई वान नोटमा लग्छु अनि एउटा कुराहरू बुझाउँछु है त।
ल एउटा यो मेरो अलि ह्यान्डराइटिङ नराम्रो पनि हुनसक्छ किनकि मैले ड्रइङ ट्याब्लेट धेरै युज गरेको छैन। एउटा यस्तो छ है ठाउँ छ, यसमा के छ भने यो एउटा रुम हो। यसलाई हामीले के भनौँ भने रुम 2 भनेर भनौँ ल। तपाईँहरूले ह्यान्डराइटिङ बुझ्नुहुन्छ होला अहिले। रुम 3 भनौँ। यसमा एउटा यो भनेको रुम 1 छ। यहाँनेरिबाट के गर्छ भने एउटा मान्छे छ, त्यो मान्छेले के गर्छ भने यहाँनेरिबाट क्वेसन सोध्छ। अनि रुम 2 मा के छ भने एउटा मसिन छ के है। अनि रुम 3 मा अर्को वुमेन छ। अब यसले क्वेसन सोध्दै जान्छ, यी दुईटाले एन्सर दिँदै जान्छन् क्या। अब दिँदै जाँदा के हुन्छ भने अब यो मसिनले नि एन्सर दिन्छ, वुमेनले पनि एन्सर दिन्छ। अब यो मान्छेहरूले के गर्छ भने 50% भन्दा बढी टाइममा यसले मसिनले दिएको एन्सर कुन हो र वुमेनले दिएको एन्सर कुन हो भनेर छुट्याउन सकेन भने त्यो एआई प्रोग्राम हो क्या। त्यसले काम गरिरहेछ, त्यो खासमा एआई हो। छुट्याउन सकिएन क्या, मान्छे हो कि वुमेन हो छुट्याउन सकेन भने त्यो एआई प्रोग्राम हो। अब तर हामीले सिधै छुट्याइदियो भने त्यो एआई प्रोग्राम होइन क्या। हो यसरी अलन ट्युरिङ टेस्ट एउटा प्रोपोज भएको थियो क्या है। हो यसरी हाम्रो एआईको कुराहरू डेभलप हुँदै गयो होइन। पछि हाम्रो नयाँ नयाँ कुरा आयो। अहिले त डिप लर्निङ होइन, डिप लर्निङ पनि आएको धेरै भइसक्यो। अहिले त जेन एआई होइन, नयाँ नयाँ कुराहरू एक्सप्लोर भइरहेछन्। तपाईँहरू धेरै इन्ट्रेस्टेड हुनुहुन्छ होला यो फिल्डमा। सो अब हामी रोड म्यापतिर फोकस्ड भएर जाउँ है त, अगाडि जाउँ। हामीले इन्ट्रोडक्सन पार्टहरू हेरिसक्यौँ। अब यो कुराहरू जाउँ है त। यसमा के छ भने एउटा आर्टिफिसियल इन्टेलिजेन्स छ, मसिन लर्निङ, डिप लर्निङ। कतिपयलाई कन्फ्युज हुन्छ क्या यो भनेको नि के हो। अब तपाईँले यसरी पिक्चर बनाउनु कि दिमागमा, आर्टिफिसियल इन्टेलिजेन्स भनेको चाहिँ एउटा ठुलो ठाउँ हो क्या, ठुलो फिल्ड हो। त्यो भित्र मसिन लर्निङ हुन्छ, अनि मसिन लर्निङ भित्रको नि अर्को सबसेट भनेको डिप लर्निङ हो। अब आर्टिफिसियल इन्टेलिजेन्समा के हुन्छ भने मसिन लर्निङ हुन्छ, डिप लर्निङ हुन्छ, जेएनएआई हुन्छ, अरू पनि धेरै कुराहरू हुन्छन् क्या। अनि मसिन लर्निङ भनेको चाहिँ एआई बनाउनलाई हामीले कुनै पनि अल्गोरिदममा वर्क गरेर मसिनलाई सिकाउने हो क्या। डिप लर्निङ भनेको त्यसभित्र पनि नयाँ नयाँ अल्गोरिदमहरूलाई एक्सप्लोर गर्ने होइन, न्युरल नेटवर्कहरूलाई एक्सप्लोर गर्ने अनि मसिनलाई सिकाउने हो। अब डाटा साइन्स भनेको चाहिँ के हो त एक्ज्याक्टली? डाटा साइन्स भनेको यो डाटा एनालाइसिस पार्ट होइन, म्याथमेटिक्स, अनि मिसिङ भ्यालु ह्यान्डलिङ, अनि डाटालाई कसरी ह्यान्डल गर्ने, डाटालाई कसरी इडिए गर्ने। इडिए भनेको एक्सप्लोरेटरी डाटा एनालाइसिस, डाटाको कसरी प्याटर्न फाइन्ड आउट गर्ने होइन, डाटाको म्याथमेटिक्स कसरी बुझ्ने हो, यो भनेको सबै डाटा साइन्स हो। सो डाटा साइन्स भनेको एक तरिकाले हेर्दा तिनटैसँग ओभरल्याप हुन्छ क्या। सबै चिजहरू बनाउनलाई सबै चिज एआई, मसिन लर्निङ, डिप लर्निङ सबैको लागि डाटा साइन्स चाहिन्छ। सो हामीले यसरी बुझ्दाखेरि हुन्छ। अब सबैभन्दा पहिला हाम्रो रोड म्यापमा के छ भने पहिलो कुरो भनेको गिट एन्ड गिटअप छ। अब धेरैजनाले के भन्छन् भने गिट एन्ड गिटअप चाहिँ पछि गर्नु, यो प्रोग्रामिङ गरिसकेपछि पछि सिकाउँछन् क्या। तर मैले चाहिँ सुरुमा किन राखेँ भने तपाईँहरूले पहिलो कुरा भनेको आफूले जे सिक्नुहुन्छ हो त्यसलाई देखाउन पनि सक्नुपर्छ क्या। हो त्यो देखाउने भनेको सबैभन्दा राम्रो मिडियम भनेको तपाईँहरूलाई गिटअप हो क्या। अब गिट भनेको चाहिँ के हो भने एउटा गिट भनेको चाहिँ तपाईँहरूले गरेका सबै कुराहरू होइन, लेखेका कोडहरू होइन, भर्जनहरू सबै ट्र्याक गरेर राख्छ क्या। हाम्रो हरेक कम्पनीहरूले के गर्छ भने गिट युज गर्छ क्या, गिटअपहरू युज गर्छ। अनि उनीहरूले आफ्नो भर्जनहरू ट्र्याक गरेर राखेका हुन्छन्, आफूले गरेको पोस्टहरू होइन, गिटअप रेपोजिटरीहरू सबै ट्र्याक गरेर राखेको हुन्छन्। हो यो सबै केले गर्छ, गिटले काम गरिदिन्छ क्या। अनि गिटअप भनेको चाहिँ एउटा प्लेटफर्म हो जहाँ डेभलोपर प्रोग्रामरले आफूले बनाएका प्रोजेक्ट, कोडहरू, रेपोजिटरीहरू सबै सेयर गर्छन्। सो सबैभन्दा पहिलो भनेको तपाईँहरूले गिटअप बनाउने होइन। गिटअपको लागि एउटा मैले ट्युटोरियल पनि दिएको छु, यो लिङ्कमा क्लिक गर्नु। लिङ्कमा क्लिक गरेपछि आफ्ना कलेजको खोल्छ, त्यो वान अफ द बेस्ट ट्युटोरियल छ गिटअपको लागि। तपाईँले त्यो हेरेर गिटअप आइडी पहिला बनाउनु है, गिटअप बनाउनै पर्छ। अब सेकेन्डमा जाउँ। सेकेन्ड हाम्रो के छ भने लिङ्क्डइन छ। अब यो फोटो हेर्ने बित्तिकै तपाईँहरूले थाहा पाउनुभयो होला, यहाँनिर धेरैजना मान्छे छन् होइन, ग्रुप अफ पिपुल जस्तो देखिन्छ, टिम जस्तो देखिन्छ। अब यो खास गरी टिमै हो क्या। लिङ्क्डइन भनेको चाहिँ के हो भने धेरैवटा मान्छेहरूले होइन, मान्छेहरूको टिम हो क्या। टिम हो भनेको मतलब एउटा मिडियम हो, सोसल मिडिया जस्तो हो, जसमा के हुन्छ भने सबै मान्छेहरूले आफूसँग मन परेका मान्छेहरू जस्तै आफ्नो फिल्डसँग रिलेटेड मान्छेहरूसँग कनेक्सन बनाउँछन् क्या। जस्तै तपाईँ एउटा मसिन लर्निङको स्टुडेन्ट हो भने तपाईँले पनि अरू मसिन लर्निङ स्टुडेन्टहरूसँग कनेक्सन बनाउन सक्नुहुन्छ, उहाँहरूबाट केही कुरा सिक्न सक्नुहुन्छ, उहाँहरूको प्रोजेक्ट हेर्न सक्नुहुन्छ होइन। अनि खासमा यो लिङ्क्डइन भनेको चाहिँ यस्तो यस्तो मिडियम हो जसमा रिक्रुटरले त्यो हायरहरू पनि गरिराखेको हुन्छ, त्यही भएर तपाईँहरूले जबहरू खोज्न पनि सक्नुहुन्छ। सो पहिलो भनेको गिटअप गर्ने, त्यसपछि तपाईँहरूले लिङ्क्डइनमा आइडी बनाउनु पर्ने हुन्छ। सो लिङ्क्डइनमा आइडी बनाएपछि तपाईँहरूले कनेक्सन बढाउन सक्नुहुन्छ। अनि धेरै अरू मसिन लर्निङ स्टुडेन्ट, एआई स्टुडेन्टहरू
ले कसरी काम गरिरहेछन्, के प्रोजेक्ट गरिरहेछन् त्यो सबै एक्सप्लोर गर्न सक्नुहुन्छ। अनि रिक्रुटरहरूसँग पनि कन्ट्याक्टमा बस्न सक्नुहुन्छ, जबहरू पाउन सक्नुहुन्छ। सो सेकेन्ड टास्क भनेको तपाईँहरूको लिङ्क्डइन बनाउने हो। लिङ्क्डइनमा पनि तपाईँहरूले गरेका कुराहरू, प्रोजेक्टहरू सेयर हान्दै गर्नुहुन्छ। त्यही भएर लिङ्क्डइन पनि अनिवार्य छ। अब थर्डमा हामी जाउँ, पाइथनतिर जाउँ। अब हाम्रो मार्केटमा धेरै नै प्रोग्रामिङ ल्याङ्ग्वेजहरू छन् क्या। ती प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको के हो भने अब जाभाहरू भयो होइन, अब पाइथन भयो, सी प्लस प्लस भयो, सी प्रोग्रामिङ भयो, रुबी भयो, आर भयो, धेरै प्रोग्रामिङ ल्याङ्ग्वेज छन्। त्यसमध्ये हामीले पाइथनै किन चुज गर्ने, त्यसका धेरै नै रिजन छन्। एउटा भनेको त पाइथन सिम्पल छ क्या होइन, लगभग इङ्ग्लिस लाइक स्ट्रक्चर जस्तै छ। इङ्ग्लिस लाइक त नभनौँ तर धेरै नै सिम्पल छ। एउटा कुरा त्यो भयो। अर्को कुरा पाइथनमा त्यति लाइब्रेरी छन् कि तपाईँहरूले मसिन लर्निङ, डाटा साइन्सहरूका हरेक कुराहरू 20 लाइनमा लेख्नुपर्ने कोड 1 लाइनमा लेख्न सक्नुहुन्छ क्या। त्यही भएर अरू ल्याङ्ग्वेजमा यत्तिको सुविधा छैन क्या, पाइथनमा छ। त्यही भएर हामीले पाइथन हेर्छौँ। अब पाइथनमा पनि के सिक्ने त? सबैभन्दा पहिला मैले 5 वटा स्टेपमा गरेको छु। अब तपाईँहरूले यो स्टेप फलो गरेर सिक्नु होला। सबैभन्दा पहिला भेरिएबल होइन, डाटा टाइप जस्तै इन्ट भनेको के हो, फ्लोट भनेको के हो, यस्ता कुराहरू सिक्नुहुन्छ। जस्तै 6 भनेको इन्टिजर हो नि, 6.5 भनेको फ्लोट हो, यस्ता कुराहरू पहिला सिक्नुहुन्छ। अनि त्यसपछि अपरेटर, अनि कन्डिसनल स्टेटमेन्ट भनेको इफ इल्स, त्यसपछि लुप्सहरू लाउन सिक्नुहुन्छ। अनि फङ्सनहरू होइन, रिपिटेड टास्कहरू, हामीले हरेकचोटि रिपिटेड टास्कहरू गर्नको लागि नयाँ नयाँ कोड लेखेर बस्दैनौँ भने त्यसको लागि फङ्सन बनाउँछौँ अनि सिम्पल त्यसलाई कल गर्छौँ। हो, तपाईँहरूले यस्ता फङ्सनका कुराहरू पनि सिक्न सक्नुहुन्छ। यहाँ फङ्सनको कुरा पनि छ होइन। अनि अर्को भनेको तपाईँहरूले प्रोग्रामिङ गर्दा केही इररहरू आउन पनि सक्छ। त्यही भएर त्यसमा तपाईँहरूले एक्सेप्सन ह्यान्डलिङ पनि सिक्न सक्नुहुन्छ। र एक्सेप्सन ह्यान्डलिङ पनि सिक्नु एउटा राम्रो हो। अब तपाईँहरूले यति कुरा सिकिसकेपछि नर्मल क्यालकुलेटर, क्विज एपहरू, नर्मल एउटा पाइथन प्रोग्रामहरू लेख्नुहोस्। त्यसपछि तपाईँहरूलाई झन् राम्रो आउँछ। त्यसपछि स्टेप 2 मा डाटा स्ट्रक्चर एन्ड बिल्ट इन। ल अब यसमा के छ भने यो डाटा ह्यान्डलिङको लागि हो क्या। अब लिस्ट भनेको के हो त? कलेक्सन अफ थिङ्सहरू भनौँ न होइन, कलेक्सन अफ फ्युट्स, कलेक्सन अफ नम्बर हो, यस्तो भयो क्या। अब लिस्ट भयो। जनरली तपाईँहरू कतिपयले सी प्रोग्रामिङ, अरू प्रोग्रामिङमा एरेको कुरा सुन्नुभएको छ भने पाइथनमा चाहिँ खास लिस्ट हुन्छ क्या होइन। लिस्टमा कलेक्सन अफ इलिमेन्टहरू राखिन्छ है। अब तपाईँहरूले लिस्टको कुराहरू बुझ्नु। अनि अर्को डिक्सनेरी भनेको चाहिँ एज इट इज हाम्रो रियल लाइफमा डिक्सनेरी भनेको जस्तो हो, पाइथनमा पनि डिक्सनेरी भनेको त्यस्तै नै हो। के हुन्छ भने यसमा एउटा की हुन्छ, अर्को भ्यालु हुन्छ होइन। अनि की भनेको के हुन्छ, भ्यालुमा भ्यालुहरू स्टोर भएको हुन्छ। अब डिक्सनेरीको युज भनेको धेरै नै युज हुन्छ क्या। डिक्सनेरी भनेको तपाईँहरूलाई डाटा एनालाइसिसमा के, डाटा एनालाइसिस गर्दा डिक्सनेरीको कन्सेप्ट धेरै नै युज हुन्छ क्या। डाटा एनालाइसिस गर्दा हामीसँग धेरै मल्टिपल कोलम हुन्छ होइन। जसरी हामीले यहाँनिर पाइथनमा डिक्सनेरीहरू युज गरेका थियौँ होइन, डिक्सनेरीहरू युज गरेका थियौँ, त्यसै गरी हामीले डाटा एनालाइसिस गर्दा पनि हरेक कोलमहरूबाट हामीले भ्यालुहरू निकाल्नुपर्ने हुन्छ। त्यही भएर म के भन्छु भने पाइथन सिक्दाखेरि मसिन लर्निङको लागि, एआईको लागि चाहिँ बिल्डिङ ब्लक्स भनेको यिनै दुईवटा कुराहरू हुन् क्या। यी दुईवटा कुरा भनेको लिस्ट र डिक्सनेरी नै हुन् क्या। त्यही भएर तपाईँले लिस्ट र डिक्सनेरीलाई जति सक्दो धेरै नै टाइम दिनुपर्छ र यसमा भएको हरेक कुराहरू बुझ्नुपर्छ। यहाँ अर्को कुरा एउटा छुटेछ, टपल भन्ने छ होइन। यो टपल भन्ने पनि तपाईँहरूले सिकिराख्नु होला, जसलाई चेन्जहरू गर्न मिल्दैन होइन। तपाईँहरूले अब ट्युटोरियल नै हेरेर सिक्नु होइन, त्यो राम्ररी सिक्नु। अनि सर्टिङहरूको बारेमा सिक्नु, स्लाइसिङहरू सिक्नु। स्लाइसिङ भनेको कतिदेखि कतिसम्म रेन्जमा भ्यालुहरू निकाल्ने, अनि सर्चिङहरू सिक्नु होइन, तिनै कुराहरू हो। अनि प्र्याक्टिस गर्नु। अब अर्को स्टेप 3 मा के छ भने अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भन्ने छ, ओओपी। अब यसमा चाहिँ के छ त भनेदेखि, यसमा अब्जेक्ट ओरिएन्टेड भनेको मतलब यसमा एउटा प्यारेन्ट क्लास हुन्छ, अर्को चाइल्ड क्लास हुन्छ। अनि प्यारेन्ट क्लासको प्रपर्टी चाहिँ चाइल्ड क्लासले इनहेरिट गर्छ अनि नयाँ कुराहरू पनि गर्न सक्छ। जस्तै मैले एउटा इक्जाम्पल दिएँ, यो एउटा बाउ हो, यो एउटा छोरो हो होइन। अब छोराले के गर्ने भने फादरमा भएको कुराहरू, सबै कुराहरू छोराले पनि के गर्न सक्ने भने इनहेरिट गर्न सक्ने भयो। अनि छोराले नयाँ नयाँ कामहरू पनि गर्न सक्ने भयो क्या। अब हामीले त्यो प्रोग्रामिङमा कुनै एउटा स्ट्रक्चर प्रोभाइड गर्नको लागि होइन, स्ट्रक्चर प्रोभाइड गर्नको लागि हामीले यो कुराहरू युज गरिरहेको हुन्छौँ क्या होइन। ओओपीको कन्सेप्टहरू युज गरिरहेको हुन्छौँ। अब तपाईँहरूले ओओपी सिकिसकेपछि सिम्पल ओओपीको क्विज गेमहरू बनाउनु तपाईँहरूले ओओपी राम्ररी सिक्न सक्नुहुन्छ। अब त्यसमध्ये ओओपीमा तपाईँले क्लास र अब्जेक्ट सिक्नुहुन्छ। क्लास भनेको जस्तै अब यहाँनिर फादर भन्ने क्लास भयो क्या होइन, फादर भन्ने क्लास भयो जसमा एज भन्ने होला होइन, फादरको नेम होला, यी भनेको क्लासका एट्रिब्युट भयो क्या। अब हो, यी एट्रिब्युटहरूसँग डिल गर्नको लागि अब्जेक्ट बनाइन्छ अनि अब्जेक्टसँग काम गरिन्छ क्या। हो, यसरी अब्जेक्ट
ओरिएन्टेड प्रोग्रामिङले काम गर्छ अब्जेक्टसँग डिल गरेर। अनि कन्स्ट्रक्टर भनेको के हो बुझ्नु हैन, पाइथनमा कन्स्ट्रक्टर कसरी बनाइन्छ हैन, डिएफ इनिट भनेर गरिन्छ हो, यस्ता कुराहरू सबै सिक्नु हैन। अनि कन्स्ट्रक्टरको काम के हो सिक्नु, इन्स्टेन्स भेरिएबल र क्लास भेरिएबल भनेको के हो, ग्लोबल र लोकलको कुरा सिक्नु, इनहेरिटेन्स हैन, अनि पोलिमर्फिजम कसरी मोर देन वान फर्ममा रिप्रेजेन्ट गर्न सकिन्छ, अनि डाटा हाइडिङ कसरी गर्न सकिन्छ, अनि इनबिल्ट म्याजिक मेथडहरूको बारेमा तपाईँहरूले अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङमा सिक्नुहुन्छ। यति सिकिसकेपछि तपाईँहरूलाई के एडभान्टेज छ भने ब्याकएन्डमा जस्तै ब्याकएन्डमा ज्याङ्गो भन्ने तपाईँहरूले सुन्नुभएको होला, वेब डेभलपमेन्ट फ्रेमवर्क हो, वेब डेभलपमेन्टको राम्रो फ्रेमवर्क हो पाइथनको हो। यो फ्रेमवर्कका काम गर्दा पनि हामीले ओओपी प्रोग्रामिङको नलेज धेरै नै चाहिन्छ क्या, त्यही भएर ब्याकएन्डमा पनि काम गर्नको लागि ओपीको नलेज त चाहिन्छ, त्यही भएर ओपी भनेको इम्पोर्टेन्ट छ, तपाईँले राम्ररी सिक्नु। अब त्यसपछि स्टेप 4 भनेको चाहिँ अब एडिसनल एडभान्सतिर गयौँ क्या। हामी यसमा के गयौँ भने एउटा ल्याम्डा फङ्सन हैन, ल्याम्डा फङ्सन भनेको एक लाइन हामीले कोडहरू लेख्नुपर्ने हुन्छ क्या, कतिपय फङ्सनहरूको एक लाइन कोड लेखेर धेरै युज गर्नुपर्ने हुन्छ क्या हैन, छोटो कोड लेख्नुपर्ने हुन्छ, त्यसको लागि ल्याम्डा फङ्सन युज गर्छौँ। अनि मेमोरी म्यानेजमेन्टको लागि जेनेरेटर इटिरेटरको कन्सेप्ट युज हुन्छ, यो पनि तपाईँहरूले डिटेलमा सिक्नुपर्छ। अनि अर्को भनेको फाइल ह्यान्डलिङ। फाइल ह्यान्डलिङ भनेको चाहिँ अब कुनै पनि फाइल लेख्नु पर्यो हैन, अनि राइट गर्नु पर्यो त्यो भयो। अब यसमा म के एउटा कुरा दुईटा कुरा के एड गर्छु भने, एउटा कुरा भनेको तपाईँहरूले डेकोरेटर भनेर सिक्नुपर्छ। डेकोरेटर भनेको के हो भने अलरेडी भइराखेका फङ्सनहरूलाई एउटा बेस फङ्सन हुन्छ क्या, हामीसँग बेस फङ्सन हुन्छ हो, त्यो फङ्सन को कुराहरू इम्प्लिमेन्ट गराउन सकिन्छ क्या। जस्तै हामीले पाइथनमा हरेक लोजिक रिपिटेडली किन लेख्नु हैन, रिपिटेडली लेख्न छोडेर एउटा डेकोरेटर भन्ने फङ्सन बनाउँछौँ हो, त्यो डेकोरेटर युज गरेर नयाँ फङ्सनहरूमा पनि हो त्यस्तै लोजिकहरू इम्प्लिमेन्ट गर्न सकिन्छ क्या, एउटा डेकोरेटर भयो, तपाईँहरूले डेकोरेटर गर्नुपर्छ। अनि अर्को भनेको लिस्ट कम्प्रिहेन्सन भन्छ क्या, लिस्ट कम्प्रिहेन्सन भनेको चाहिँ के हो भने यो दुईटा यहाँ छुटेको हो, तपाईँहरूले यो पनि पढ्नुपर्छ है। डेकोरेटर भनेको त त्यो मैले बुझाइहालेँ, लिस्ट कम्प्रिहेन्सन भनेको चाहिँ पाइथनको कुनै हुन्छ नि 8-9 लाइन लेख्ने कोड एक लाइन लेखेर त्यसको कामहरू गराउन सकिने क्या लिस्ट कम्प्रिहेन्सन। हामीले कतिपय डाटा एनालाइसिस केसमा यसको पनि धेरै नै युज पर्छ क्या, त्यही भएर तपाईँहरूले यो कुराहरू पनि सिक्नु। अब अर्को स्टेप 5, स्टेप 5 मा हाम्रो के छ भने, म तपाईँहरू टेन्सन नगर्नु है, यो म सबै स्लाइडहरू पठाइदिन्छु, नकेरेकै स्लाइड पठाइदिन्छु, अहिले त यहाँ केरिएको छ, तर तपाईँहरूले मैले भनेको कुरा टिप्दा राम्रो है। अब स्टेप 5 मा के छ भने हाम्रो के आउँछ भने बनाउन, अब पाइथन त सिकिसक्यो, पाइथन सिकिसकेपछि हामीले फ्ल्याक्स सिक्ने, अथवा फ्ल्याक्स छ अहिले त अझ फास्ट एपिआई सिक्नुहुन्छ भने फ्ल्याक्स नसिक्ने है। तपाईँहरू अब प्रोग्रामिङमा राम्रै हुनुहुन्छ भने, राम्ररी सिक्नु छ भने पाइथन सिकेको छ भने फास्ट एपिआईतिर जानु, नभए फ्ल्याक्स थोरै सिकेर वेब डेभलपमेन्टमा वेबले कसरी काम गर्छ हैन, राउटहरू कसरी दिन्छ, फ्रन्ट एन्ड र ब्याक एन्ड कसरी कनेक्ट हुन्छ, ब्याक एन्डमा दिएको राउटले फ्रन्ट एन्डमा कसरी काम गर्छ हो, यी सबै कुराहरू तपाईँहरूले बुझ्नुपर्छ। अनि एपिआई डेभलपमेन्ट हैन कसरी गर्ने, एपिआई डेभलपमेन्ट हो त्यो बुझ्नको लागि आफ्नो एपिआई कसरी बनाउने, यो फ्ल्याक्स सिक्दा नि हुन्छ। अझ म चाहिँ रिकमेन्ड गर्छु फास्ट एपिआई है, फास्ट एपिआईको लागि क्याम्पस एक्स भन्ने युट्युब च्यानल छ हो, त्यहाँ गएर तपाईँहरूले सजिलै चाहिँ हेर्न सक्नुहुन्छ है, अहिले भर्खरै हालिरहेछ प्लेलिस्ट। अनि अर्को भनेको एपिआई भनेको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस। एपिआईको बारेमा हरका कुरा बुझाउँछु तपाईँहरूलाई। के छ भने यो एउटा युजर लेभल छ हैन, युजर छ हैन, यो एउटा वेबसाइट छ, अनि यो वेबसाइट यो युजरले यो वेबसाइट चलाइरहेछ, अनि यो वेबसाइटमा अब डाटाहरू आउनु पर्यो नि त हैन, डाटा भनेको ब्याकएन्डमा छ के हैन, ब्याकएन्डमा छ, डाटाबेसहरूमा छ भने अब यो युजरले जब पनि वेबसाइटमा काम गर्छ, कुनै पनि चिज गर्छ भने हो त्यसको डाटाहरू रिटर्न गर्नको लागि ब्याकएन्डमाको लागि या फ्रन्ट एन्डबाट एपिआई कल हुन्छ क्या, एपिआई कल भएपछि ब्याकएन्डबाट डाटाहरू पाइन्छ। अब त्यही नै लोजिक हो एपिआई ह्यान्डलिङको लागि। अब तपाईँहरूले एपिआई ह्यान्डलिङ अहिले त्यति बुझ्नुहुन्न, डिटेलली बुझ्नको लागि उनै बुझ्नुपर्छ हैन, यो फ्ल्याक्स बुझेर एकचोटि गर्नु। र म सिम्पल भनिदिन्छु, यो एउटा हाम्रो वेबसाइट हो हैन, यो वेबसाइट भनेको फ्रन्ट एन्ड हो, युजरले गरिरहेछ, यसमा एउटा सम गर्ने प्रोग्राम लेखिरहेछ, सम भनेको 2 + 2 को सम गर्नु छ भने अब यसको लोजिक भनेको हामीले ब्याकएन्डमा डिफाइन गरेको हुन्छ क्या, ब्याकएन्डमा लेखेको हुन्छ, जसमा हामीले एउटा फङ्सनभित्र हैन, ब्याकएन्ड भयो हैन, ब्याकएन्ड भयो, यो भनेको फ्रन्ट एन्ड भयो, एउटा फङ्सनभित्र
लेखेको हुन्छ। हो, अब हामीले के गर्छौँ भने जब पनि युजरले यहाँ सम भन्ने बटन थिच्छ होइन, सम भन्ने बटन थिच्छ, सम भन्ने बटन थिचेपछि एपिआई कल भएको बनाउँछौँ अनि यहाँ एउटा जुन फङ्सनले रिटर्न गर्ने कुरा हो नि, हो त्यो रिटर्न गर्छौँ अनि यहाँनिर सम आउँछ क्या। हो यसरी हामीले एपिआई ह्यान्डलिङको कुराहरू नि बुझ्नुपर्छ। अब तपाईँले अहिले बुझ्नुभयो कि भएन होइन, यो कुरा बुझ्न अलिकति टाइम लाग्छ, ठिकै छ। अब अर्को एपिआईको लागि म के कुरा भन्छु भने तपाईँहरूले धेरै एपिआईहरू हुन्छ नि, जस्तै वेदरको एपिआई हुन्छ हाम्रो होइन, इन्टरनेसनल स्पेस स्टेसनको एपिआई हुन्छ, हो यस्तो एपिआईहरू तपाईँहरूले खेल्न सक्नुपर्छ क्या। हो यस्तो एपिआईको डाटाहरू ल्याउन सक्नुपर्छ क्या। अब तपाईँहरू यो फेजमा पुगिसक्नु छ भने तपाईँहरूले के गर्नु भने म इक्जाम्पलको लागि एउटा इक्जाम्पल दिन्छु, तपाईँहरूलाई पनि मजा आउँछ, तपाईँहरूले गर्नु होला। इन्टरनेसनल स्पेस स्टेसनको एउटा एपिआई छ क्या, हो त्यो एपिआईमा जाने होइन, रजिस्टर गर्ने अनि हामीले एपिआईबाट डाटाहरू ल्याउन सिक्ने, एउटा प्रोग्रामहरू लेख्ने अनि प्रोग्रामहरू लेखिसकेपछि हामीलाई के थाहा हुन्छ भने त्यसको करेन्ट लोकेसनहरू कहाँ छ त त्यो हेर्न मिल्छ क्या, करेन्ट लोकेसनहरू हेर्ने अनि आफ्नो ठाउँको पनि करेन्ट लोकेसन पत्ता लगाउने होइन, पत्ता लगाउने। जब त्यो इन्टरनेसनल स्पेस स्टेसन भनेको घुमिरहेको हुन्छ क्या, एक ठाउँमा बसे हुँदैन, घुमिरहेको हुन्छ तपाईँको होइन, आकाशको लोकेसनतिर जब आउँछ तपाईँको घरको माथितिर आउँछ तब तपाईँले यस्तो प्रोग्राम लेख्नु कि होइन, टुल्लीहरू धेरै चिजहरू युज गरेर त्यहाँनिर आएपछि तपाईँलाई मेसेज पठाइदिने क्या। अब त्यहाँनिर आएको कसरी थाहा हुन्छ त भनेपछि तपाईँले आफ्नो लङ्गिच्युड ल्याटिच्युडहरू सबै कुराहरू एउटा उसमा राख्नुहुन्छ, प्रोग्राममा राख्नुहुन्छ अनि कम्पेरिजन गर्नुहुन्छ। जब इन्टरनेसनल स्पेस स्टेसन हाम्रो लोकेसन आउँछ त्यहाँबाट तपाईँहरूले मेसेज पठाउनुहुन्छ अनि मेसेज पठाएर यसो हेर्दाखेरि माथितिर त्यो स्टेसन देखिरहेको हुन्छ क्या। तर हाम्रोतिर त देखिँदैन होइन नेपालमा त, तर कतिपय ठाउँमा त्यस्तो देखिन्छ क्या एक्ज्याक्टली। त्यही भएर हो यस्ता कुराहरू गरेर एपिआई कसरी काम गर्छ होइन, अनि वेदरको एपिआई होइन, पानीहरूको बारेमा बुझ्नको लागि सबै गर्नु एपिआई ह्यान्डलिङ एकदमै इम्पोर्टेन्ट छ। ओके, अब यति कुरा भइसकेपछि हाम्रो स्टेज 1 चाहिँ सक्यो है, लगभग पहिलो स्टेप मेन स्टेप सक्यो। यो गर्न अलमोस्ट 2 मन्थ्स टाइम तपाईँहरूले दिनुपर्छ, किनकि पाइथन भनेको बेस प्रोग्रामिङ ल्याङ्ग्वेज हो मसिन लर्निङको लागि। तपाईँहरूले यहीमा राम्रो हुनु भएन भने पछि कतिपय कुरा डाटा एनालाइसिस होइन, मोडल ट्रेनिङहरू कुराहरू बुझ्नुहुन्न क्या। त्यही भएर तपाईँले पहिला यो कुराहरू चाहिँ सिक्नु होला। अब आयो सेकेन्ड कुरा म्याथमेटिक्स। अब म्याथमेटिक्समा के छ भने धेरैजनाले मसिन लर्निङको लागि अब कोड मात्र बुझे हुन्छ, अब सिधै पाइटर्चहरू हाने हुन्छ, फ्रेमवर्क सिकेर कोड गरेर एउटा अल्गोरिदम बनाए हुन्छ भनेर भन्नुहुन्छ। ओके, त्यो पनि हुन्छ, तर त्यो के हुन्छ भने सर्फेस लेभलमा हुन्छ। त्यो मान्छेले केही पनि सिक्दैन क्या, त्यो मान्छेले होइन। अब तपाईँहरूले कुनै ठुल्ठुला कम्पनीले गर्नु पऱ्यो भने डिटेलली सोध्छ क्या। म्याथमेटिक्स भनेको धेरै नै के छ त इम्पोर्टेन्ट छ है। म्याथमेटिक्स भनेको धेरै नै इम्पोर्टेन्ट छ। हरेक मसिन लर्निङको अल्गोरिदम भनेको एउटा म्याथमेटिक्सको इक्वेसनबाट बनेको हुन्छ क्या। त्यही भएर म्याथमेटिक्सलाई हामीले गर्नु भएन क्या होइन, एभ्रिथिङ भनेको म्याथमेटिक्समा हानेर गर्नुपर्छ। अब भेक्टर भनेको के हो त? सबैभन्दा पहिला अब भेक्टर भन्दा नि लिनियर अल्जेब्रा भनेको के हो त होइन। अब लिनियर अल्जेब्रा भनेकै थाहा हुँदैन क्या। अब होइन, हामीले कलेज लाइफमा यसरी पढेका हुन्छौँ कि लिनियर अल्जेब्रा भनेर कसैले सोध्यो भने लिनियर अल्जेब्रा भनेको मेट्रिक्स हो, भेक्टर हो यस्ता यस्ता कुरा हुन् भनेर भन्छौँ क्या। तर एक्चुअली त्यो एन्सर, त्यसको एन्सर त्यो होइन नि त। खोजेको एन्सर लिनियर अल्जेब्रा भनेको के हो भनेर खोजे, लिनियर अल्जेब्रामा के पर्छ भनेर चाहिँ खोजेको छैन क्या। त्यही भएर लिनियर अल्जेब्रा के हो भनेर डिफाइन गर्न सक्नुपर्छ क्या। तर यसको साटो हामी लिनियर अल्जेब्रा भनेको लिनियर थिङहरूलाई सँग डिस्क्राइब गर्ने अल्जेब्रा हो भन्यो भने बरु त्यो राइट कुरा हो नि त होइन। त्यही भएर लिनियर अल्जेब्रा भनेको चाहिँ लिनियर अब्जेक्टहरू क्या होइन, लिनियर कुराहरूसँग डिल गर्ने अल्जेब्रा हो भनेको मतलब स्ट्रेट लाइनहरूसँग डिल गर्ने अल्जेब्रा होला होइन, यस्तो होला। धेरै कम्प्लेक्स कुराहरूसँग डिल नगर्ने अल्जेब्रा होला भनेको मतलब जुन कुराको सजिलैसँग प्याटर्नहरू फाइन्ड आउट गर्न सकिन्छ भने हो त्यस्तासँग डिल गर्ने अल्जेब्रा भनेको लिनियर अल्जेब्रा हो होइन। अब लिनियर अल्जेब्रा भनेको त्यही हो। अब अल्जेब्रा भनेको चाहिँ के हो भने अल्जेब्रा भनेको एउटा ऊ हो क्या, कलेक्सन अफ अल्फाबेट्सहरूको कलेक्सन हो जसले धेरै नम्बरहरूलाई रिप्रेजेन्ट गर्न सक्छ। त्यही नै होइन, a+2b=3 2a+b=7 यो भनेको लिनियर अल्जेब्रा, लिनियर इक्वेसन हो क्या, जसमा हामीले अल्फाबेटहरूकै युज गरियो होइन। त्यही नै हो लिनियर अल्जेब्रा भनेको। अब लिनियर अल्जेब्राले कसरी काम गर्छ त होइन, ती डाटाहरू छ भन्ने कुरा यस्तो हुन्छ क्या। अब हाम्रो रियलमा के हुन्छ भने रियलमा डाटाहरू भनेको कम्प्लेक्स हुन्छ, कम्प्लेक्स हुन्छ। डाटाहरू भनेको 2D 3D अथवा हायर डाइमेन्सन हुन्छ। तर हायर डाइमेन्सन हुन्छ होइन, थिङ्सहरू पनि 2D 3D मा हुन्छ। तर लिनियरले कसरी काम गरिरहेछ भने स्टिल हामीले के गर्छौँ भने त्यो हायर डाइमेन्सनलाई लिनियरको रूपमा रिप्रेजेन्ट गर्छौँ, किनकि लिनियरमा रिप्रेजेन्ट गर्नको लागि हामीलाई सजिलो हुन्छ र लिनियरमा बनाइसकेपछि हामीलाई काम गर्न पनि सजिलो हुन्छ। त्यही भएर हामीले लिनियर रिप्रेजेन्ट गर्छौँ अनि हो यो लिनियर रिप्रेजेन्ट गरिसकेपछि त्यो डाटाहरूमा काम गर्छौँ हो। अब यसैबाट आयो अर्को हाम्रो कुरा, भेक्टर भनेको के हो त है।
भेक्टर भनेको के हो भनेर बुझौँ। अब मैले मेट्रिक्सभन्दा अगाडि भेक्टर किन हालेँ यहाँनिर एउटा छुट्टै यसको कथा छ। होइन एभ्रिथिङ भनेको स्पेसमा यो यता गएको छ, यो पोइन्ट यता गएको छ, यो पोइन्ट यता गएको छ, यी सबै कुराहरू भनेको के हो त भेक्टर हो, है भेक्टर हो। हामीले स्कुल लेभलमा कलेज लेभलमा यसरी पढेका हुन्छौँ कि भेक्टर र मेट्रिक्स केही पनि कनेक्सनै छैन भनेर हो यसरी पढेका हुन्छौँ क्या। तर एक्चुअली के हो भने भेक्टर भनेको यो हो भने यसलाई हामीले रिप्रेजेन्ट गऱ्यौँ भने के हुन्छ त मानौँ 1 2 3 4 होला होइन यस्तो होला सायद यस्तो होला रिप्रेजेन्टेसन सायद यस्तो होला अहिलेको लागि हामीले मानौँ होइन। अब हो यो त भेक्टर भयो नि त। मेट्रिक्स भनेको के हो भने हो यस्तै डिफ्रेन्ट चिजहरूको कलेक्सन हो क्या होइन 1 2 3 4 यो छ भने अब हो यसलाई हामीले कलेक्सन गरेर राख्यौँ भने होइन कलेक्सन गरेर अपरेसन गर्न राख्छौँ भने त्यो भनेको मेट्रिक्स हो। सो हामीले के गर्नु पर्यो भने मेट्रिक्स भनेको पनि एउटा भेक्टरै हो क्या भेक्टरहरूको कलेक्सन हो भनेर भन्नु पर्यो क्या। यी कुराहरू हामीले बुझ्नुपर्छ है। यी कुराहरू हामीले बुझेका हुँदैनौँ तर बुझ्नुपर्छ। मसिन लर्निङको लागि यिनै कुराहरू इम्पोर्टेन्ट हो। अब त्यसको लागि हामीले भेक्टर भनेको के हो होइन भेक्टरको रिप्रेजेन्टेसन भेक्टर एडिसन स्केलर मल्टिप्लिकेसन भेक्टर नोटेसन डट प्रोडक्ट कोसाइन सिमिलारिटी युक्लिडियन डिस्टेन्स अनि कुनै पनि एउटा इमेज भयो भने हो यसको फिचर सेट कसरी रिप्रेजेन्ट हुन्छ भेक्टरमा होइन हो त्यस्ता कुराहरू तपाईँहरूले पढ्नुपर्छ होइन। अनि कन्सेप्ट अफ हाइपर प्लेन पढ्नुपर्छ। अब तपाईँहरूले यो हेर्दै जाँदाखेरि के लाग्छ भने यो किन चाहियो होला र मसिन लर्निङमा कोड लेख्ने त हो भन्ने लाग्ला। तर किन चाहिन्छ भने म बुझाइदिन्छु तपाईँहरूलाई प्रश्न। जस्तै हामी कोसाइन सिमिलारिटीको कुरा गरौँ। कोसाइन सिमिलारिटी भने सबैलाई थाहा कति थाहा हो होइन। यो भनेको ए भेक्टर डट बी भेक्टर अपन ए भेक्टरको म्याग्निच्युड अनि होइन बी भेक्टरको म्याग्निच्युड त हो नि हो। अब एउटा इमेज छ क्याट छ होइन अर्को इमेज छ डग छ यहाँनिर हो दुईवटा इमेज छन्। अब यो क्याटको एउटा क्याटलाई मैले ए भनेर दिएँ अथवा मैले क्याटै भनेर लेख्छु ल यो भयो एउटा भेक्टर हो होइन क्याट भेक्टर हो। यसलाई सिएसको रूपमा रिप्रेजेन्ट गरौँ कम्प्युटर साइन्स स्टुडेन्टको पर्सपेक्टिभले। जस्तै यसको फिचर सेट लेख्नुपर्ने हुन्छ क्या। अहिले तपाईँहरूले फिचर सेट बुझ्नुहुन्न होइन किनकि यो बुझ्न अलिक कम्प्लेक्स कुरा नि हो। तपाईँले मसिन लर्निङ डिप लर्निङ पढ्दाखेरि सबै बुझ्नुहुन्छ। जस्तै 0.1 0.8 0.3 0.6 छ अरे यो फिचर सेट छ। अर्को भनेको डग छ। डगको फिचर सेट भनेको के छ भने 0.2 0.4 0.6 0.9 छ होइन। अब यो क्याट र डग त हामीले थाहा पायौँ भेक्टरमा रिप्रेजेन्ट गऱ्यौँ। तर यी दुइटामा के सिमिलारिटी छ त हो यस्ता सिमिलारिटी थाहा पाउनको लागि हामीले कोसाइन सिमिलारिटी जस्ता कुराहरू युज गर्छौँ क्या। जसको लागि क्याटको भेक्टर डटको भेक्टर अपन क्याट भेक्टरको म्याग्निच्युड डट भेक्टरको म्याग्निच्युड हो त गर्छौँ हो यसबाट जति भ्यालु आउँछ हो त्यो अनुसार हामीले के गर्छौँ कोसाइन सिमिलारिटी निकाल्छौँ। हो यसरी क्याट र डगको इमेजमा कति सिमिलारिटी छ हो त्यसरी थाहा पाउँछौँ। हो यसरी नै हो क्या मसिन लर्निङ मोडलहरूले काम गर्ने। त्यही भएर सबै मसिन लर्निङ मोडल्सहरू म्याथमेटिक्समा बेस्ड छ। त्यही भएर मसिन लर्निङको लागि म्याथमेटिक्स धेरै नै इम्पोर्टेन्ट। अब तपाईँहरूले सर्फेसली गर्नुहुन्छ भने इम्पोर्टेन्ट तपाईँहरूले नदेख्नु होला। कतिपयले इम्पोर्टेन्ट भन्दैनन् तर मोस्ट अफ दले इम्पोर्टेन्ट भन्छन्। अब यहाँ कुराहरू तपाईँ सबैले बुझिहाल्नुहुन्छ यति कुराहरू पढ्नु पर्यो। अनि हाइपर प्लेन भन्ने छ। अब हाइपर प्लेन भनेको एउटा डिसिजन बााउन्ड्री हो जसले कुनै पनि अल्गोरिदमहरूलाई क्लासिफाई गर्नको लागि हेल्प गर्छ। यो अहिले हामी पछि डिस्कस गरौँ ल यति कुराहरू पढ्नु। ओके अब लिनियर अल्जेब्रामा एउटा भेक्टर भयो अर्को मेट्रिक्स छ। मेट्रिक्समा के पढ्ने त होइन मेट्रिक्समा तपाईँहरूलाई मैले एउटा कुरा छुटो होला है यहाँनिर यो लिङ्क छ क्या। यहाँनिर तपाईँहरूले क्लिक गर्नुभयो भने के गर्नुहुन्छ भने पाइथनको ट्युटोरियल अनि उसको ट्युटोरियलहरूमा यीबाट तपाईँहरूले सजिलै रिकमेन्ड भएर पुग्नुहुन्छ क्या है त्यहाँबाट पुग्नुहुन्छ। मैले कोरेसेफरको दिएको छु पाइथनको लागि वान अफ द बेस्ट भिडियो छ फ्रीमा होइन। अनि फ्ल्याक्सको लागि पनि राम्रो छ। फास्ट एपिआई हेर्नु पऱ्यो भने तपाईँले क्याम्पस एक्सको हेर्नु होला। मैले यही स्लाइड रिसोर्सहरू सबै प्रोभाइड गरिदिएकै छ। अनि अर्को मेट्रिक्सतिर जाउँ है। अब मेट्रिक्स भनेको मैले भनिहालेँ कलेक्सन अफ भेक्टर्स हो। अब मेट्रिक्स भनेको धेरै नै इम्पोर्टेन्ट छ। अब फिचर सेटहरू रिप्रेजेन्ट गर्न होइन एआरएलाई ह्यान्डलिङ गर्न होइन नम्पाईहरूमा सबैमा हाम्रो मेट्रिक्स युज हुन्छ। त्यही भएर मेट्रिक्समा तपाईँहरूले अब यति कुराहरू पढ्नु होइन यो कुराहरू पढ्नु। यी सबै कुराहरू मेट्रिक्सको पढ्दा पहिला लिनियर अल्जेब्रा भन्ने खान एकाडेमीको छ ती कुरा हेर्नु। तपाईँहरू बिगिनर हुनुहुन्छ भने त्यसपछि 3 ब्लू 1 ब्राउन भन्ने छ भिजुलाइजेसन सहित त्यो च्यानल हेर्नु। त्यो च्यानल पहिला खान एकाडेमी हेरेर बेसी कुरा बुझ्नु अनि त्यो च्यानल हेरेर एक्चुअल मिनिङ के हो बुझ्नु क्या। जस्तै हाम्रो यो डिटर्मिनेन्ट छ नि डिटर्मिनेन्ट भनेको कसैलाई कलेजका स्टुडेन्टहरूलाई सोध्नु के भनिदिन्छ भने डिटर्मिनेन्ट भनेको हामी मेट्रिक्समा गर्थ्यौँ भनेर भनिदिन्छ क्या। डिटर्मिनेन्टलाई डिस्क्राइबै गर्न सक्दैन क्या। हो अब हामीले के गर्नु पर्यो भने डिटर्मिनेन्ट भनेको चाहिँ
के हो त बुझ्नु पर्यो क्या, मसिन लर्निङको लागि बुझ्नु पर्यो क्या, कलेजमा जस्तो रटेर भएन कि। कसरी बुझ्ने भन्दाखेरि डिटर्मिनेन्ट भनेको चाहिँ अब डिटर्मिनेन्ट जति छ त्यो भ्यालु त्यतिले स्केल भइरहेछ क्या कुनै पनि मेट्रिक्स हो त्यस्तो कुराहरू बुझाउँछ क्या, त्यसको एरिया कतिले स्केल भएको छ हो त्यस्ता कुराहरू बुझाउँछ है। हामीले यसरी बुझ्नुपर्छ क्या। अनि ऱ्याङ्क भनेको के हो भन्यो भने पनि हामीलाई थाहा हुँदैन क्या। तर एक्चुअली ऱ्याङ्क भनेको एउटा इमेज यो छ, इमेज यो छ होइन। यो इमेजको ऱ्याङ्क मानौँ 180 छ, यो इमेजको ऱ्याङ्क चाहिँ मानौँ 300 छ भने यो इमेजमा जति फिचर सेटहरू छन् यो इमेजको प्रपर्टी, त्यसो भन्दा यो इमेजमा बढी प्रपर्टीहरू छन् क्या होइन। यो इमेज अलि योभन्दा ब्लर जस्तो होला, यसमा कम फिचरहरू होला, कम डाटा होलान् भने यसमा बढी डाटाहरू हुन्छ क्या। हो यसरी ऱ्याङ्कले गर्छ क्या, जुन इमेजको ऱ्याङ्क बढी हुन्छ त्यसमा त्यति धेरै डाटाहरू हुन्छ क्या। हो यी सबै हामीले केमा हुन्छ, पिसिएहरू गर्दा युज हुनुपर्छ। पिसिए भनेको चाहिँ प्रिन्सिपल कम्पोनेन्ट एनालाइसिस हो होइन, हायर डाइमेन्सन डाटालाई लोवर डाइमेन्सनलाई रिप्रेजेन्ट गर्ने हो। अनि इडिए गर्दा पनि हामीलाई चाहिन्छ। अनि लिनियर इन्डिपेन्डेन्स पढ्नु, सिस्टम अफ लिनियर इक्वेसन पढ्नु होइन। लिङ्कहरू मैले यहाँ छु, यहाँ टक्क क्लिक गर्ने, क्लिक गरिसकेपछि हामी पुग्छौँ कि है, उसमा पुगिहाल्छौँ। अब त्यसपछि गसियन इलिमिनेसन अनि यी सबै कुराहरू फ्याक्टराइजेसन होइन। अनि आइजेन भ्यालु, आइजेन भेक्टर होइन। तपाईँहरू कतिजना होइन कम्प्युटर इन्जिनियर एसआइटी के हुनुहुन्छ होला, आइजेन भ्यालु, आइजेन भेक्टर पढ्नुभयो होला, तर हामीले कलेजमा पढ्दाखेरि बुझ्या हुँदैनौँ क्या आइजेन भ्यालु, आइजेन भेक्टर भनेको के हो। एक्चुअली आइजेन भेक्टर, आइजेन भ्यालु भनेको एउटा यस्तो भेक्टर हो जसलाई हामीले स्केल गर्न सक्छौँ क्या, यसरी बढाइराख्न सक्छौँ, तर यसलाई रोटेट गरेर यताउता लान सक्दैनौँ क्या। हो त्यस्तो भेक्टर भनेको आइजेन भेक्टर हो। अब त्यसलाई जतिले स्केल गरेको छ त्यो भ्यालु भनेको आइजेन भ्यालु हो। यस्ता कुराहरू बुझ्नुपर्छ। अनि यसको युज पिसिएमा हुन्छ, पिसिएमा कसरी भइरहेछ हो यो कुराहरू बुझ्नुपर्छ है त। मैले म्याथमेटिक्सको लागि किन यत्रो डिटेलली लेखिरहेको छु भने तपाईँहरूले म्याथमेटिक्सको लागि त्यस्तो एउटै युट्युब च्यानलले सबै म्याथमेटिकल पर्सपेक्टिभले पनि बुझाएको अनि मसिन लर्निङ पर्सपेक्टिभले पनि बुझाएको पाउनुहुन्न क्या। त्यही भएर डिफ्रेन्ट युट्युब च्यानलहरू पनि हेर्नुपर्ने हुन्छ होइन। त्यही भएर मैले यो तपाईँहरूलाई डिटेलली प्रोभाइड गरेको छु के पढ्ने। तपाईँहरूले हरेक कुरा छुट्टा छुट्टै उ गरेर हेर्न सक्नुहुन्छ। एउटा भनेको लिङ्क 1 लिनियर अल्जेब्रा भयो, अर्को भनेको यसको खान एकाडेमी भयो, अर्को भनेको 3 ब्लू 1 ब्राउनको भयो, यो हेर्नु। अनि एडिसनल केही चाहिन्छ भने कोर्सेरामा कोर्सेरा म्याथमेटिक्स अर मसिन लर्निङ भनेर गुगल हान्नु, तपाईँहरूले रिसोर्स पाइहाल्नुहुन्छ है। कोर्सेराको कोर्सहरू तपाईँहरूलाई थाहा छ कि छैन, पहिला त फाइनेन्सियल एड गरेर सर्टिफिकेट सहित लिन मिल्थ्यो फ्रीमा, अहिले चाहिँ 90% अफ छ। तर पढ्न मात्र सर्टिफिकेट नलि पढ्नलाई मात्र चाहिँ फ्रीमा मिल्छ, अडिट गरेर मिल्छ। त्यसको लागि तपाईँले डिफ्रेन्ट युट्युब ट्युटोरियलहरू हेरेर गर्न सक्नुहुन्छ। ओके, अब क्यालकुलसमा जाउँ है त। क्यालकुलस चाहिँ किन युज हुन्छ पहिला त्यो भन्यो है त। क्यालकुलस भनेको हाम्रो अप्टिमाइजेसनमा युज हुने हो क्या। अब हामीले मसिन लर्निङ मोडल्सहरू बनाउँछौँ होइन, मोडल बनाउँदाखेरि त्यसमा इररहरू आउँछ होइन, कति लसहरू हुन्छ, हो त्यसलाई अप्टिमाइज गर्नको लागि होइन हामीले यो क्यालकुलसहरू युज गरेका हुन्छौँ। त्यसको लागि तपाईँहरूले सिम्पल लिमिटको हल्का कन्सेप्ट, डेरिभेटिभ राम्ररी सिक्ने युट्युब च्यानलमा जता पनि पाइहालिन्छ होइन। स्लोप सिक्ने स्लोप पनि पाइन्छ बुझ्नु। अनि ग्रेडियन्ट, अनि ग्रेडियन्ट डिसेन्ट, चेन रुल, पार्सियल डेरिभेटिभ, अनि अप्टिमाइजेसन, अनि लोकल मिनिमा र लोकल म्याक्सिमा हो। यति कुराहरू तपाईँहरूले आफैले बुझ्नुपर्ने हुन्छ युट्युब च्यानलबाट। अथवा म सजेस्ट गर्छु यसको लागि क्याम्पस एक्स हेर्दा नि हुन्छ, आफै गर्दा पनि हुन्छ बुकहरूबाट। यो कुनै युट्युब भिडियो नहेरी आफै बुकबाट गर्दा पनि हुन्छ, त्यसको मिनिङ बुझ्दा पनि हुन्छ। अनि यसमा ग्रेडियन्ट डिसेन्ट भन्ने छ नि होइन, स्ट्रिक्टली म भन्छु यसको चाहिँ क्याम्पस एक्स हेर्नु, किनकि डिटेलली बुझाएको छ है। अनि यी भनेको यहाँबाट अरू कुराहरू भनेको यी भनेको अप्सनल कुराहरू हुन्, अहिले तपाईँहरूले हेर्नु पर्दैन है, अप्सनल कुराहरू हुन्। यी भनेको अलिक कम्प्लेक्स हुन्छ। अब आयो हाम्रो वान अफ द मेन है म्याथमेटिक्सभित्रको पनि मेन कुरा भनेको मतलब प्रोबेबिलिटी र स्ट्याटिस्टिक्स। यो धेरै नै इम्पोर्टेन्ट हो। किन इम्पोर्टेन्ट हो भने तपाईँहरूले यस्तो हो क्या, यो प्रोबेबिलिटी र स्ट्याटिस्टिक्स नगरे पनि हाम्रो मसिन लर्निङ मोडल बनाउन नसकिने होइन, बनाउन सकिन्छ। तर तपाईँहरूले जब यो पढ्नुहुन्छ अनि यसको युज गरेर बनाएको मोडल र युज नगरेर बनाएको मोडलमा धेरै नै फरक पर्छ। अब कतिपय मान्छेले के भनिदिन्छन् भने प्रोबेबिलिटी र स्ट्याटिस्टिक्स काम त्यति छैन, तपाईँहरूले कोडमा फोकस गरे हुन्छ भनेर गरे हुन्छन्। तर त्यस्ता मान्छेको पछाडि नपरिकन तपाईँहरूले के गर्नु पर्यो, प्रोबेबिलिटी र स्ट्याटिस्टिक्सलाई एकदम मास्टर गर्नु पर्यो, किनकि यो भनेको पिएचडी लेभलमा समेत हुने कोर्स हो क्या। यो भनेको धेरै नै इम्पोर्टेन्ट हो। किन इम्पोर्टेन्ट हो भने हामीले कम डाटाको लागि एनालाइसिस गरिरहेछौँ भने हामीले त्यो सजिलै हेरेर प्याटर्न थाहा पाउन गर्न सक्छौँ। तर जस्तै हामीले इक्जाम्पलको लागि लिउँ न होइन, जस्तै च्याट जिपिटी, डिपसिकहरूले त कति डाटाहरू गरिरहेको हुन्छौँ, लार्ज डाटा हो। यसमा मेन रोल प्ले गर्ने भनेकै डाटा साइन्स पार्टले हो क्या। डाटा साइन्स पार्ट भनेको मतलब यसमा
रोल प्ले गर्ने भनेको डाटा साइन्समा प्रोबेबिलिटी स्ट्याटिस्टिक्स होइन डाटा कसरी गइरहेछ हो त्यसको प्याटर्न थाहा पाउने हो क्या। अब हामीले स्ट्याट प्रोबेबिलिटी राम्ररी युज गरेको छैन होइन प्याटर्न राम्ररी थाहा पाइएन भने त्यसले दिने आउटपुट पनि राम्रो आउँदैन क्या। सो च्याटजिपिटी जस्ता टुलले राम्ररी प्रोबेबिलिटी र स्ट्याटिस्टिक्सको युज नगरी हामीले मसिन लर्निङ मोडल लाएर ट्रेन गराइरहेछौँ भने त्यसले के गर्छ भने आधी एन्सर त रङै दिन्छ क्या। त्यही भएर म के भन्छु भने 80% टाइम भनेको यो म्याथमेटिक्स डाटा होइन डाटा साइन्स हो क्या। मसिन लर्निङ भनेको ओन्ली 20% हो क्या मसिन लर्निङ भनेको। त्यही भएर एउटा मिम पनि थियो क्या, जो स्टुडेन्ट मसिन लर्निङको क्लासमा हल्ला गर्छ त्यसलाई डाटा साइन्सको क्लासमा लगेर राखिदिन्छु भनेको थियो। यो भनेको मतलब मसिन लर्निङमा अलिक सजिलो हुन्छ क्या डाटा साइन्सभन्दा, हल्ला गर पनि डाटा साइन्स झन् गाह्रो उसमा लगेर राखिदिन्छु, बढी काम नि गर्नुपर्छ भने हो क्या। हो यही हो। अब स्ट्याटिस्टिक्स धेरै नै चाहिन्छ। अब म सिम्पल इक्जाम्पल दिन्छु कसरी चाहिन्छ भने यो एउटा डाटाको डिस्ट्रिब्युसन हो 30 होइन 40 अब 50 अनि 1000 आयो है। यो त सिम्पल हो। यहाँ 20 छ 30 छ 40 छ 50 छ त्यहाँबाट 81 1000 आएको छ। यसको डिस्ट्रिब्युसन हेर्ने हो भने यसको एभरेज निकालौँ न। समटाइम्स हामीले एभरेज निकाल्दाखेरि एक्ज्याक्ट राम्रो एभरेज आउँछ त आउँदैन हो। यस्तो भएको केसमा हामीले के गर्नुपर्ने हुन्छ मिनको भ्यालु हेर्नुपर्ने हुन्छ होइन बिच्चाको भ्यालु हेर्नुपर्ने हुन्छ। हो यो बिच्चाको भ्यालु अनुसार अरू डाटाहरू पनि डिस्ट्रिब्युट भएको छ भनेर हामीले थाहा पाउनुपर्ने हुन्छ क्या होइन, थाहा पाउनुपर्ने हुन्छ। हो त्यही भएर हामीलाई स्ट्याटिस्टिक्सको धेरै नेसेसरी छ क्या। अब यसको एभरेज निकाल्यौँ भने त एकदम राम्रो एभरेज त आउँदैन नि होइन त। अरू डाटाहरू त 20 30 40 50 यसरी डिस्ट्रिब्युट भइरहेछ 81 1000 आइरहेछ त मतलब एभरेज निकाल्यो भने त राम्रो एभरेज आउँदैन। त्यही भएर मिन निकाल्नुपर्छ। हो यो सिम्पल डाटा हो। यो सिम्पल डाटाको लागि पो हामीले सिधै थाहा पाउन सक्यौँ। यस्ता कति कम्प्लेक्स डाटाहरू होला सोच्नुहोस् त एकचोटि होइन। यस्तै सिम्पल डाटा त हुँदैन नि त, कम्प्लेक्स डाटाहरू हुन्छन्। हो यस्ता डाटाहरूलाई ह्यान्डलिङ गर्नको लागि हामीलाई प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्सको नेसेसरी पर्छ। अब प्रोबेबिलिटी र स्ट्याटिस्टिक्स धेरै नै कुराहरू छन्, के पनि म सबै भनिदिन्छु है। पहिला बेसिक स्ट्याटिस्टिक्स भने बुझ्नु पर्यो होइन। डाटाहरूलाई कसरी ह्यान्डल गर्ने होइन डाटाहरूलाई एनालाइसिस गर्ने पार्ट भनेको स्ट्याटिस्टिक्स हो। अब जसमा हाम्रो डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स र इन्फेरेन्सियल स्ट्याटिस्टिक्स हुन्छ। डिस्क्रिप्टिभ भनेको डाटाहरूलाई डिस्क्राइब गर्ने, यो भनेको डाटाहरूबाट कन्क्लुजनै गर्न सक्ने हाइपोथेसिसहरू इन्भल्भ हुने होइन। प्रोबेबिलिटी निकाल्ने भनेको इन्फेरेन्सियल स्ट्याटिस्टिक्स हो होइन। अब यो डाटाहरू टाइप अफ डाटा के हुन्छन् होइन, क्वालिटेटिभ भनेको क्याटेगोरिकल अनि क्वान्टिटेटिभ भनेको न्युमेरिकल, यी सबै तपाईँहरूले पढ्न सक्नुहुन्छ। अब डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स हामीले मिन मिडियन मोड होइन रेन्ज भेरिएन्स स्ट्यान्डर्ड डेभिएसन होइन। अब यो पढ्दै गर्दाखेरि तपाईँहरूले मिनिङ बुझ्नु पर्यो क्या। मिन भनेको के हो होइन, मिडियन भनेको के हो, मोड अनि रेन्ज भेरिएन्स स्ट्यान्डर्ड डेभिएसन भनेको के हो त्यही कुरा बुझ्नु पर्यो। अझ यहाँ एउटा कुरा छुटेछ, कोफिसिएन्ट अफ भेरिएसन भनेको के हो होइन। कोफिसिएन्ट अफ भेरिएसन भनेको कतिले चेन्ज मतलब कस्तो चेन्ज भइरहेछ होइन कुनै पनि डाटाको डिस्ट्रिब्युसनहरू होइन 81 चेन्ज भएको छ कि स्टेबल छ कि छैन हो त्यस्ता कुरा थाहा पाउनु पर्यो क्या। तपाईँहरूले त्यस्तो कुरा मिनिङ बुझ्नु पर्यो होइन, मिनिङ बुझ्नु पर्यो अनि मात्र थाहा हुन्छ। यी सबै कुरा गर्नु पर्यो। अनि प्रोबेबिलिटी पनि पढ्नु पर्यो होइन। बायस थ्योरम इम्पोर्टेन्ट छ प्रोबेबिलिटीमा, वान अफ द इम्पोर्टेन्ट हो जसमा हामीले कन्डिसनल प्रोबेबिलिटीहरू क्यालकुलेट गर्न सक्छौँ। अनि पर्मुटेसन कम्युटेसनको लोजिकहरू पनि यही प्रोबेबिलिटी क्यालकुलेट गर्दा लागेको हुन्छ। तपाईँहरूले यो पहिला गर्नु होला है। अनि ऱ्यान्डम भेरिएबल भन्ने छ, ऱ्यान्डम भेरिएबल पनि पढ्नुपर्ने हुन्छ। जसमा डिस्क्रिट ऱ्यान्डम भेरिएबल भनेको कुनै पार्टिकुलर पोइन्टमा टाइममा कति आउँछ त त्यो ऱ्यान्डम भेरिएबलको भ्यालु हो। कन्टिन्युअस भनेको ओभर टाइममा कति आउँछ भन्ने भयो। यी सबै कुराहरू पढ्नु। अनि कोर भनेको स्ट्यान्डर्ड डेभिएसन भनेको डिपमा गएर पढ्नु सबै कुराहरू तिनै हो। अनि प्रोबेबिलिटी डिस्ट्रिब्युसनमा बर्नोली डिस्ट्रिब्युसन होइन बाइनोमियल होइन कस्तो हुन्छ, जियोमेट्रिक कस्तो हुन्छ। अब मतलब यसमा कुनै पनि टसहरू गऱ्यो भने कुन चाहिँ पनि प्रोबेबिलिटी हुन्छ होइन होइन त्यस्ता कुराहरू तपाईँहरूले यो सबै पढ्दाखेरि थाहा पाउनुहुन्छ क्या। अनि फाइनाइट नम्बर अफ ट्रायल्स हुँदा कुन लाउने नहुँदा कुन लाउने यी सबै कुरा तपाईँले योबाट थाहा पाउनुहुन्छ। अनि कन्टिन्युअस डिस्ट्रिब्युसन युनिफर्म छ नर्मल। यो नर्मल डिस्ट्रिब्युसन भनेको गसियन डिस्ट्रिब्युसन नि हुन्छ। यो तपाईँहरूले डिपमा गएर पढ्नुपर्ने हुन्छ होइन। एक्सपोनेन्सियल भनेको सर्टेन टाइम पछि कुनै पनि इभेन्ट अकर हुने प्रोबेबिलिटी कति छ हो त्यस्ता कुराहरू सबै थाहा हुन्छ, ती गर्नुपर्ने हुन्छ। अनि अर्को भनेको इन्फेरेन्सियल स्ट्याटिस्टिक्स भनेको कन्क्लुजनै ड्र गर्ने। अब यसमा पपुलेसन भनेको के हो त भने टोटल मान्छेहरूको सङ्ख्याहरू हो, स्याम्पल भनेको त्यसबाट निकालेको हो क्या टेस्ट गर्नको लागि। अब यसमा म तपाईँहरूलाई एउटा इक्जाम्पल दिन्छु होइन। इन्फेरेन्सियल भनेको चाहिँ कस्तो भयो भने एउटा सर्वे गरियो क्या मान्छेहरूको होइन। मान्छेहरूले एउटा वर्कसप लिएका थिए होइन।
वर्कसप लिएका थिए। अनि वर्कसप लिइसकेपछि र वर्कसप लिनुभन्दा अगाडि तिनीहरूको आइक्यूमा कस्तो इन्क्रिज भयो त होइन, इन्क्रिज भयो कि भएन, हो यो कुरालाई कन्क्लुजन गर्न छ भने हो यस्तामा हामीले इन्फेरेन्सियल स्ट्याटिस्टिक्स युज गर्छौँ, जसमा हामीले एउटा हाइपोथेसिस सेट गर्छौँ, नलहरूको अल्टरनेटिभ गर्छौँ, अनि हामीले स्ट्याटिस्टिक्सको उसबाट क्याल्कुलेट गर्छौँ, अनि त्यसबाट कन्क्लुजन ड्र गर्छौँ। हो यस्तै गरी मसिन लर्निङ मोडल्सहरूमा पनि होइन, एमएल मोडल्सहरूमा पनि हामीले धेरै कुरा प्रोबेबिलिटी क्याल्कुलेट गर्नुपर्ने हुन्छ, कन्क्लुजन ड्र गर्नुपर्ने हुन्छ। त्यही भएर स्ट्याट र प्रोबेबिलिटी धेरै नै इम्पोर्टेन्ट छ। त्यही भएर तपाईँहरूले यहाँ भएका सबै कुराहरू पढ्नु होला। यो पढ्नको लागि चाहिँ यहाँ रिग्रेसन र कोरिलेसनको पनि छ, यो नि गर्नु होला। अब यसको लागि चाहिँ मैले यहाँ लिङ्क दिएको होला सायद होइन, लिङ्क दिएको छु। स्ट्याटिस्टिक्सको ट्युटोरियल क्याम्पस एक्सको हेर्दा हुन्छ है, एकदम बेस्ट छ, मैले पनि हेरेको छु, यो बेस्ट छ। अनि स्ट्याटको नोट्स चाहियो भने यही बेस्टा नोट्स छ, अनि आफूले लेखेकै छ क्या। यो नोट्स भनेको एकदमै बेस्ट छ। कतिपय कुराहरू बाँकी छ, तपाईँहरूले पढ्ने बेलामा पनि पुरा हुन्छ। यही नोट फलो गर्दा नि हुन्छ। तपाईँहरूले अब स्कुल लेभलमा कलेज लेभलमा पहिले पढिसक्नु भएको छ भने सिम्पली यही नोट गरेर फलो गरेर बुझ्दा पनि हुन्छ, कुनै ट्युटोरियलहरू पनि पर्दैन। यो यहाँनिर क्लिक गर्नु है, तपाईँहरूले यो स्ट्याट नोट्स रिपोजिटरी अनि गिटहब भनेर लेखेको छ, यो लिङ्क हो क्या, मैले हाइपर लिङ्क सेट गरेको छु। यहाँ क्लिक गर्ने बित्तिकै त्यो उसमा पुगिहाल्छ। त्यही भएर तपाईँहरूले नोट्सको लागि यो अथवा यो ट्युटोरियलको लागि यो गर्नु होला। मैले भेटेको बेस्ट ट्युटोरियल नै हो, त्यही भएर अरू ट्युटोरियलको लागि मैले खासै लेखिनँ है। अब हाम्रो म्याथमेटिक्स सक्यो, अब बल्ल आयो डाटा एनालाइसिस हो। अब डाटा एनालाइसिस पार्ट भनिरहँदा सबभन्दा पहिला नम्पाई। नम्पाई भन्ने बित्तिकै आउँछ के हो जस्तो लाग्छ होइन, तर अब नम्पाई किन आयो त पाइथन हुँदाहुँदै? नम्पाई भनेको चाहिँ म्याथमेटिकल टुल हो क्या, म्याथमेटिकल कम्पिटिसनहरू गर्नको लागि नम्पाईहरू युज हुन्छ। अब हाम्रो पाइथनमा के हुन्थ्यो भने पाइथनले लिस्टमा काम गर्छ भने नम्पाईले एरेमा काम गर्छ। अब पाइथन भनेको एकदमै स्लो ल्याङ्ग्वेज हो भने, स्लो छ भने नम्पाई भनेको पाइथनकै एउटा लाइब्रेरी हो क्या, जुन चाहिँ धेरै फास्ट छ। अब नर्मल डाटाहरूको लागि त यसको धेरै डिफ्रेन्सहरू आएन। तर अब हामीले होइन मानौँ धेरै ठुला करोडौँ डाटाहरूमा गरेको छौँ भने यसमा धेरै टाइमको डिफ्रेन्स हुन्छ। त्यही भएर हामीले नम्पाई युज गरेको। नम्पाई भनेको म्याथमेटिकल कामकोहरूको कम्पिटिसनहरूको लागि युज हुन्छ। अनि नम्पाई भनेको जनरल्ली यस्तो हो क्या, सी प्रोग्रामिङमा बनेको हो क्या, ब्याकएन्ड होइन, सी प्रोग्राममा। त्यही भएर पाइथनभन्दा यो फास्ट हो क्या। तपाईँहरूलाई थाहा छ कि छैन, सी प्लस प्लस भनेको पाइथनभन्दा अलमोस्ट 150 टाइम फास्ट हुन्छ क्या, स्पिड बढी हुन्छ। त्यही भएर नम्पाईको पनि स्पिड बढी छ क्या। सी ब्याकएन्डमा लेखेको, सी प्रोग्रामिङमा लेखेको क्या नम्पाईको ब्याकएन्ड होइन। नम्पाई भनेको चाहिँ न्युमेरिकल उसको लागि। अब नम्पाईमा तपाईँहरूले के गर्नुपर्छ भने कसरी एरे बनाउने, कसरी हायर डाइमेन्सनल एरे बनाउने होइन, जस्तै तपाईँहरूले 5D 6Dसम्मका एरे कसरी बनाउने हो, यी कुराहरू सिक्नुपर्छ। डाइमेन्सनको कुराहरू बुझ्नुपर्छ। टेन्सर भनेको के हो बुझ्नुपर्छ। यसो स्लाइसिङ बुझ्नुपर्छ होइन। भेक्टराइजेसन भनेको के हो बुझ्नुपर्छ। ब्रोडकास्टिङ भनेको के हो बुझ्नुपर्छ। कास्टिङ यहाँनिर क्लिक गर्नु। तपाईँहरूलाई यसको लागि कुन ट्युटोरियल हेर्ने, मैले ठ्याक्कै राम्रो ट्युटोरियल मैले भेटेका मध्ये राम्रो ट्युटोरियल प्रोभाइड गरिदिएको छु। अब अर्को आयो इम्पोर्टेन्ट र साह्रै मजा आउने टुल्स पान्डाज है। अब यसमा के छ भने पान्डाज भनेको चाहिँ यस्तो हो क्या, डाटा एनालाइसिसको लागि युज हुने टुल्स हो क्या। डाटा एनालाइसिस भनेको कुनै पनि हामीसँग डाटा हुन्छ, त्यो डाटालाई अपलोड गर्छौँ। माने कुनै पनि डाटा भनेको धेरै डाटाहरू भनेको डट सिएसभी फर्मेटमा हुन्छन् क्या होइन, भनेको एक्सेल फर्मेट जस्तो हो, त्यो फर्मेटमा हुन्छन्। हो त्यसमा हाम्रो के हुन्छ, रो कोलमहरू हुन्छ। हो त्यसलाई हामीले के गर्छौँ, एनालाइज गर्छौँ क्या। जस्तै अहिले रिसेन्टली आइपिएल चलिरहेछ भने हामीले पान्डाज जस्तो टुल्सहरू युज गरेर यो गर्न सक्छौँ क्या। अब आइपिएलको कुन चाहिँ ओभरमा सबभन्दा बढी रन हुन्छ होइन, विराट कोहलीले कुन चाहिँ ओभरमा बढी रन हान्छ होइन, विराट कोहली कुन चाहिँ बलमा बढी आउट हुने चान्स हुन्छ, यी सबै हामीले पान्डाजको थ्रुबाट निकाल्न सक्छौँ क्या, डाटा एनालाइसिस गर्न सक्छौँ। अब पान्डाज पढ्दाखेरि तपाईँहरूले एउटा सिरिज पढ्नुहुन्छ होइन। सिरिज भनेको एउटा मात्र कोलम हुने, कुनै एउटा यो डाटा हो भने डाटाको एउटा मात्र कोलम छ भने त्यो भनेको सिरिज हो। अनि मल्टिपल कोलम छ होइन, रोहरू छन् भने त्यो डाटा फ्रेममा जान्छ। मल्टिपल कोलम छ भने डाटा फ्रेमलाई कसरी डिल गर्ने होइन, अनि टाइम सिरिजसँग कसरी काम गर्ने, ग्रुप बाइसँग कसरी काम गर्ने होइन, ती सबै कुराहरू तपाईँहरूले के गर्नुहुन्छ त पान्डाजमा सिक्नुहुन्छ। यसको लागि पनि मैले भेटेका ट्युटोरियलहरूमध्ये धेरै ट्युटोरियलहरू हेरियो होइन, धेरै ट्युटोरियल गरियो होइन। तर राम्रो पढाएका छन् कतिले, तर टिपमा कन्सेप्ट दिएको छैनन् र थोरै दिएका छन् क्या। कुनैको मानौँ 1 दिन सकिन्छ भने कुनैको 10 दिन पनि सकिँदैन क्या पान्डाज। सो त्यो 10 दिन सिकाउनेले त अलिक केही डिपमा सिकाएको होला नि त। त्यही भएर यो लिङ्कमा क्लिक गर्नु,
तपाईँहरूले राम्रो ट्युटोरियल भेट्नुहुन्छ। यो पनि क्याम्पस एक्सको राम्रो छ। ओके, अर्को भनेको अब हामीले भिजुअलाइजेसन टुल्स भनेको अलि यो पिक्चर क्लियर भएन छ है, ठिकै छ। अब भिजुअलाइजेसन क्या, हामीले त्यो डाटा एनालाइसिस गर्यो भने ग्राफमा देखाउनु पर्यो होइन, ड्यास बनाउनु पर्यो, त्यसलाई पाइचार्ट बनाउनु पर्यो भने हामीले टुल्सहरू युज गर्छौँ। म्याटप्लोटलिब भन्ने हुन्छ है, अर्को म्याटप्लोटलिब हुन्छ, यो कोर टुल्स भयो। अनि सिबन भनेको त्यसकै टपमा बनेको हो क्या, जस्तै एचटिएमएल सिएसएसहरू हुँदाहुँदै रियाक्ट आयो नि, त्यसै गरी सिबन आयो क्या। कम कोड लेखेर हामीले सजिलैसँग धेरै प्लटहरू गर्न सक्यो। अनि प्लटलिब हो, तपाईँहरूले म्याटप्लोटलिब र सिबन चाहिँ सिकिहाल्नु होइन। यो भिजुअलाइजेसन सिक्दा प्लटलिब भनेको अप्सनल हो। अब तपाईँहरूले वेबसाइट बनाउनु छ भने, कुनै ड्यासहरू बनाउनु छ भने प्लटली सिक्ने हो। र अर्को के कुरा छुट्यो भने, तपाईँहरूले पाइथन गरिराख्नु भएको छ भने के गर्ने त, पाइचाम युज गर्ने है, पाइचाम युज गर्ने होइन, कोड एडिटरको रूपमा एकदमै राम्रो। अनि यो डाटा एनालाइसिसहरू छ नि, यो सबै डाटा एनालाइसिस यो सबै जुपिटर नोटबुकमा गर्ने है, जुपिटर नोटबुकमा गर्ने। अब यो डाटा एनालाइसिस, मसिन लर्निङ मोडलहरू ट्रेनिङहरू भिएसकोमा गरेर सकिँदैन क्या। जुपिटर नोटबुक भनेको चाहिँ के हो भने, डाटा साइन्टिस्टहरू होइन, मसिन लर्निङ इन्जिनियरहरूले एउटा युज गर्ने टुल्स हो, जसमा बाई डिफल्ट कति कुराहरू इन्स्टल भइरहेको हुन्छ। यो इन्स्टल गर्नलाई तपाईँहरूले के गर्नुपर्छ भने, एनाकोन्डा भन्ने हुन्छ होइन, एनाकोन्डा भन्ने डाउनलोड गर्ने। अनि त्यसमा सिधै त्यो प्रोम्प्टले एनाकोन्डा भन्ने इन्भाइरोमेन्ट डाउनलोड गर्ने। अनि त्यसपछि सर्च बक्समा गएर एनाकोन्डा भनेर सर्च गर्दाखेरि आउँछ। त्यसमा हामीले प्रोम्प्टहरू लेखेर हामीले जुपिटर नोटबुकहरू रन गर्न सक्छौँ। अनि नेसेसरी टुल्सहरू सजिलैसँग डाउनलोड गर्न सक्छौँ डाटा साइन्टिस्टहरूलाई चाहिनको लागि। अनि यो जुपिटर नोटबुक भनेको वानली कोड मात्र लेख्ने होइन क्या, यो के हो भने यसमा हामीले नोटहरू पनि लेख्न सक्छौँ होइन। अनि हरेक स्टेपहरूको प्रोग्रामहरू रन गराउन सक्छौँ। जस्तै भिएस कोडहरूमा के हुन्थ्यो भने पुरै कोड लेखिसकेपछि मात्र रन गराउन सकिन्थ्यो नि, तर यसमा के हो भने ए इक्वल टु 5, अनि अब ए लेख्थ्यो भने ए को भ्यालु 5 भनेर प्रिन्ट भइहाल्छ क्या, प्रिन्टहरू पनि लेख्नु पर्दैन। तपाईँहरूले यो टुल्सहरू युज गर्दा बुझ्नुहुन्छ, यो युज गर्नु होला। अगेन यसको लागि क्याम्पस एक्सको युट्युब च्यानलमा फ्रीली एभाइलेबल छ है, तपाईँहरूले सजिलैसँग गएर हेर्दा हुन्छ। क्याम्पस एक्स, मैले यसमा लिङ्क सायद छैन होला, म अहिले पछि हालिदिन्छु। क्याम्पस एक्सको युट्युब च्यानलमा छ। ओके, अब त्यसपछि हामीले डाटा भिजुअलाइजेसन पनि सक्यौँ। अब डाटा भिजुअलाइजेसन सकेपछि अब हामीले डाटालाई कसरी ल्याउने त होइन, डाटा कहाँबाट ल्याउने त होइन, वही कुराहरू बुझ्नुपर्छ। अब हामीले डाटाहरू ल्याउँदा एउटा एपिआईबाट ल्याउन सक्यो होइन, वेबसाइटहरूबाट ल्याउन सक्यो। अर्को भनेको डाटाबेसहरूबाट ल्याउन सकिन्छ होइन। यी सबै कुराहरूलाई हेरेर भन्ने हो भने हामीले यो सबै डाटा ग्यादरिङभित्र पर्छ क्या हो। अब डाटा ग्यादरिङ गर्नको लागि हामीले वेब स्क्रैपिङ पनि सिक्नु पर्यो। अब वेब स्क्रैपिङमा एउटा के छ भने ब्युटिफुल सप भन्ने छ है, ब्युटिफुल सप भन्ने टुल्स छ पाइथनमा, लाइब्रेरी हो एउटा, जसले स्ट्याटिक वेबसाइटहरू जुन चाहिँ चेन्ज हुँदैन हो त्यस्तो वेबसाइटहरूबाट डाटाहरू लिन सकिन्छ। अनि अर्को भनेको डाइनामिक वेबसाइटहरूको लागि डाटा लिनको लागि सेलेनियम बेस्ट हुन्छ। यसबाट तपाईँहरूले अटोमेसनहरू पनि गर्न सक्नुहुन्छ है। यी कुराहरूमा तपाईँहरूले फोकस गर्नु होला। अब यो वेब स्क्रैपिङ भयो। अनि अर्को भनेको यसपछि हामीले गर्ने भनेको यहाँ अझै एउटा कुरा छुटेछ, डाटा क्लिनिङ। डाटा क्लिनिङ भनेको एकदमै झ्याउ टास्क हो क्या है। अब यो गर्दाखेरि हामीले के लोजिकहरू भन्दा पनि कतिपय कुराहरू लोजिक लेखेर नि मिल्दैन। अनि हामीले गर्नुपर्छ क्या, पुरै म्यानुअली गर्नुपर्छ क्या। अब त्यो लास्ट डाटा सेट म्यानुअली गर्न सम्भव हुँदैन, त्यही भएर डाटा क्लिनिङको पनि धेरै टेक्निकहरू हुन्छ, तपाईँहरूले सिक्नु होला। यही उस मैले दिएको रिसर्चमा छ। त्यसपछि हामीले इडिए गर्छौँ। इडिए भनेको एक्सप्लोरेटरी डाटा एनालाइसिस भन्छ क्या। यो भनेको चाहिँ डाटाबाट प्याटर्न थाहा पाउने, डाटा बुझ्ने, सबै गर्ने। अब यसको लागि मैले यहाँ लिङ्क दिएको छु। यो वान अफ द बेस्ट रिसोर्स हो है, मैले भेटेको मध्ये बेस्ट रिसोर्स यिनै हुन्। तपाईँहरूले नि यही युज गर्दा हुन्छ। अब आयो एसक्युएल। अब एसक्युएल भनेको के त होइन, स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज भनेको। समटाइम्स हामीले पान्डाजमा के गर्छौँ भने, पान्डाजमा हामीले एनालाइसिस गर्दा मेमोरीमा रन भइरहेको हुन्छ। अनि पान्डाजमा धेरै लार्ज डाटा सेटहरूलाई हामीले गर्न सक्दैनौँ क्या, एकैचोटि हालेर डाटा एनालाइसिस गर्न सक्दैनौँ होइन। अनि समटाइम्स के हुन्छ भने डाटाबेसबाट, डाटाबेसमा डाटा हुन्छ होइन, डाटाबेसबाट डाटाहरू ल्याएर क्वेरीको थ्रुबाट ल्याएर एनालाइसिस गरेर फेरि पठाउनु पर्ने नि हुन्छ। त्यही भएर यसको लागि हामीलाई स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज एसक्युएल सिक्नै पर्छ। डाटाबेसमा कसरी काम हुन्छ त्यो सबै बुझ्छ। यसको लागि मैले एउटा लिङ्क वान, तपाईँहरूले अब धेरै टाइम दिन चाहनुहुन्न होइन, छोटो टाइममा सक्नु छ, धेरै डिपमा पनि जानुहुन्छ भने लिङ्क वान क्लिक गर्नु। आफ्ना कलेजको छ, श्रद्धाले पढाएको, श्रद्धा खापराले पढाएको धेरै नै राम्रो छ। 3 घन्टाको मैले यो कोर्स पहिला गरेको थिएँ कलेज लाइफमा होइन, 3 घन्टा जतिको छ।
मतलब धेरै नै राम्रो छ क्या, थोरै टाइममा धेरै नै राम्रो छ। अनि डिपमै चाहनुहुन्छ भने यो लिङ्क 2 मा जानु होला क्याम्पस एक्सको, धेरै नै राम्रो छ। अनि म के भन्न चाहन्छु भने कतिपय भिडियोहरू होइन क्याम्पस एक्सहरू यिनीहरूका कतिपय पेड भिडियोहरू छन्, त्यसको लागि तपाईँहरूलाई अब आइडिया थाहा नै होला, आइडिया थाहा छैन भने मलाई मेसेज गर्नु होला लिङ्क्डइनमा, आनन्द रिमाल सर्च गर्नु, फर्स्ट टाइममा आउँछ, मेसेज गर्नु, म त्यहाँनिर तपाईँहरूलाई टेलिग्रामबाट कसरी उ गर्ने होइन सिधै गरिदिन्छु। अनि पाइथनको पनि अब धेरै डिपमा जान मन छ भने डक्टर एन्जेला युको कोर्स छ क्या, यो कोर्स धेरै नै राम्रो छ, मैले नि यो कोर्स युज गरेको थिएँ। अनि कोरेसेफरको हेर्दा पनि लगभग धेरै राम्रो लाग्यो क्या, मैले अहिले लिङ्क दिएको कोर्स। अब यही पेड कोर्स पनि चाहिन्छ भने मेसेज गर्नु, म तपाईँहरूलाई प्रोभाइड गर्न सक्छु है। अब यहाँ युट्युब च्यानललाई भन्न त मिलेन, त्यही भएर पर्सनली मेसेज गर्नु, म सक्छु प्रोभाइड गर्न। ओके, अब हाम्रो नाउ पाइथन एन्ड डाटा एनालाइसिस पार्ट भनेको कम्प्लिट भयो होइन। डाटा एनालाइसिसलाई अलमोस्ट 1.5 मन्थ, म्याथमेटिक्सलाई 2 मन्थ, 2 मन्थ होइन। अब तपाईँहरूलाई पहिले म्याथमेटिक्स सिकाउँछ भने छिटो नि हुन्छ, अनि पाइथनलाई 2 मन्थ, अझै गर्दा हामीलाई धेरै भइसक्यो, लगभग 6 मन्थ जति हुन लागिसक्यो है यतिमै, किनकि तपाईँहरूले डिपमा जाँदै हुनुहुन्छ। अब बल्ल आयो हाम्रो मसिन लर्निङ भन्ने आयो, बल्ल कुरा आयो मसिन लर्निङ। इन्डस्ट्रीमा काम गर्दा पनि 80% टाइम भनेको डाटा एनालाइसिस डाटा साइन्समा हो क्या लाग्ने, मसिन लर्निङमा त्यति टाइम लाग्दैन, 20% मात्र हो। त्यही भएर डाटा एनालाइसिस पार्ट धेरैले जो मैले बुझेअनुसार धेरैले मसिन लर्निङमा छिर्छन्, अल्गोरिदममा छिर्छन् सिधै, तर यो डाटा एनालाइसिस पार्टलाई त्यति ध्यान दिँदैनन्। तर पहिला डाटा एनालाइसिस पार्टलाई चाहिँ अथवा डाटा साइन्स पार्टलाई धेरै नै इम्पोर्टेन्ट दिनुपर्छ जस्तो लाग्छ मलाई, किनकि त्यो भनेको बेस हो क्या। हामीले आफै प्रोजेक्ट गर्नु छ भने पनि त्यो कुरा धेरै थाहा हुनुपर्छ। अब यो डाटा ह्यान्डलिङ भयो, यसलाई हामीले के भन्छौँ, फिचर इन्जिनियरिङ पनि भन्छौँ है, फिचर इन्जिनियरिङ भन्छौँ। अब यसमा डाटा प्रिप्रोसेसिङ, मिसिङ भेललाई कसरी ह्यान्डल गर्ने, इन्कोडिङ, अनि फिचर स्केलिङ भनेको नर्मलाइजेसन कसरी गर्ने, अनि ट्रेन टेस्ट स्प्लिट पिसिए, यस्ता कन्सेप्ट छ यसमा। अब तपाईँहरूले सबै कुराहरू बुझिहाल्नुहुन्छ। अब ट्रेन टेस्ट स्प्लिट भनेको चाहिँ के हो त, म यो कुराहरू बुझाउँछु, यो धेरै नै युज हुने टर्म हो मसिन लर्निङको लागि। अब ट्रेन भनेको चाहिँ के हुन्छ भने, ट्रेन टेस्ट स्प्लिट भनेको हामीले जम्मा कलेक्ट गरेको डाटामध्ये 80% डाटा जनरल उसमा है 80% डाटा ट्रेन हुन्छ, अनि 20% डाटाहरूको त्यसको लागि टेस्ट गरिन्छ क्या। अब यो टेस्ट गर्दै गर्दाखेरि के हुन्छ भने 80% डाटा ट्रेन हुन्छ, 20% टेस्ट हुन्छ। मानौँ 36 वटा डाटा छ भने हाम्रो 28 भनेको ट्रेन हुन्छ, अनि 8 वटा डाटाहरू टेस्ट गरिन्छ क्या। अब यो ट्रेन गर्दा पनि हाम्रो एक्युरेसी राम्रो छ, टेस्ट गर्दा पनि एक्युरेसी राम्रो छ भने यो भनेको ब्यालेन्स हुन्छ क्या, हाम्रो मसिन लर्निङ मोडलले राम्रो काम गरिरहेछ। अब टेस्ट गर्दा चाहिँ हाम्रो एक्युरेसी राम्रो छ होइन, राम्रो छ, गुड। तर हाम्रो टेस्ट डाटा सेटमा चाहिँ राम्रो छ होइन, टेस्ट डाटा सेट भन्छ, अनि ट्रेन डाटा सेटमा चाहिँ राम्रो छैन भने यो भनेको ओभरफिटिङ हुन्छ। अब यो टेस्टमा पनि राम्रो छैन, ट्रेनमा पनि राम्रो छैन भने त्यो भनेको अब झन् नराम्रोतिर गयो क्या, अन्डर फिटिङतिर गयो हो। अब यसरी भयो क्या। अब हामीले के छ भने कसरी यसलाई रियल इक्जाम्पलमा दिउँ भने, अब हामी सबै लगभग ब्याचलर पढ्ने स्टुडेन्टै होला, तब हाम्रो सेमेस्टर वाइज हुन्छ। मानौँ हामीलाई 4 वटा सेमेस्टरको डाटा दिएको छ होइन, अनि हामी 6 सेममा छौँ अहिले। अब नयाँ 2टा सेमको डाटा निकाल्नु छ भने त्यो मोडलले के गर्छ भने 80% डाटा दियो, 20% को लागि निकाल्नु छ अरे मानौँ है। छ भने के गर्छ भने 4 वटा सेममा मान्छेहरूले कति कति जिपिए हानेका छन् त्यो सबै डाटाहरू बुझ्छ, अनि नयाँ सेममा त्यसले हान्ने कतिको छ भने त्यसरी निकालिन्छ क्या। मानौँ कुनै एउटा स्टुडेन्टले हरेक सेममा 4 जिपिए हानेको छ भने त्यसको नयाँ सेममा 4 हान्ने जिपिए छ नि, यो टेस्ट गर्दा पनि त्यति नै आउनुपर्छ क्या, 4 नै आउनुपर्छ। योभन्दा कम आयो भने बिग्रिन्छ, फिटिङ, अन्डर फिटिङहरूको कुराहरू आउँछ क्या। हो यसरी ट्रेन टेस्ट स्प्लिटले काम गर्छ क्या। लगभग 80% चाहिँ डाटाहरू हामीले कलेक्ट गरेको डाटाहरूमा ट्रेन गरिन्छ, अनि 20% टेस्ट गरिन्छ क्या। हो यसरी काम गर्छ। अनि पिसिए भन्ने छ, यसलाई प्रिन्सिपल कम्पोनेन्ट एनालाइसिस भन्छ। भनेको हायर डाइमेन्सन डाटाहरूलाई लोवर डाइमेन्सनलाईमा ल्याउने भनेको मतलब सिम्पली यो भनेको चाहिँ हामीले अब डाटा फ्रेमको रूपमा हेर्ने भने एउटा ठुलो डाटालाई, हो त्यो डाटा फ्रेम भनेको धेरैवटा कोलम हुन्छ नि, हो त्यसलाई कोलमहरूलाई रिड्युस गर्दै त्यसको फिचरहरू घटाउने अनि कम उसमा ल्याउने हो। सो यो पनि इम्पोर्टेन्ट टेक्निक हो, जसको हेल्पबाट हामीले कोर फिचरहरू सजिलै चाहिँ एक्सट्र्याक्टहरू गर्न सकिन्छ। ओके, अब हामीले मसिन लर्निङ पनि लगभग सकिसक्यौँ। मसिन लर्निङ सक्यौँ भन्दै मसिन लर्निङ फिचर इन्जिनियरिङ सक्यौँ, मसिन लर्निङ अब बल्ल स्टार्ट हुँदैछ। ओके, अब आयो बल्ल मसिन लर्निङ आयो है त। अब मसिन लर्निङ भन्ने बित्तिकै अब तपाईँहरूलाई कसैले गर्न सक्छ क्या, तपाईँहरू एआइएमएल होइन मसिन लर्निङ सिक्दैछु भनेर भन्नुहुन्छ होइन, तर तपाईँहरूलाई के गर्ने थाहा छ, त्यसको के हुने कुरा थाहा छैन भने
कसैले सोधिदिन सक्छ त मसिन लर्निङको स्टुडेन्ट होइन मसिन लर्निङ भने के हो भने सुपरभाइज भने के भनेर सोधिन सक्छ। त्यही भएर यी कुराहरू तपाईँहरूले पहिल्यै क्या अब रोड म्याप हेर्दै बुझेको धेरै नै राम्रो क्या। मसिन लर्निङ जनरल्ली हाम्रो सुपरभाइज्ड लर्निङ छ, अर्को अनसुपरभाइज्ड, अर्को रिइन्फोर्समेन्ट लर्निङ। अहिले रिसेन्टली डिपसिक छ नि, डिपसिकले चाहिँ यो रिइन्फोर्समेन्ट लर्निङको टेक्निक युज गरेको। च्याट जिपिटीले चाहिँ के छ भने सुपरभाइज्ड अनसुपरभाइज्ड यी दुईटा कुराहरू युज गरिरहेछ। अब सबैभन्दा पहिला जाउँ सुपरभाइज लर्निङ अल्गोरिदम भनेको के हो? सुपरभाइज भनेको सिम्पली मसिनलाई रटाउने हो क्या। भनेको जस्तै मसिनलाई हामीले लेबल डाटाहरू दिन्छौँ होइन, यो टोमेटो बेल पेपर भनेको के रहेछ यो मैले बुझिनँ। बेल पेपर मानव छ, क्यारोट छ होइन, यो डाटा दिउँ अनि यो डाटामा हामीले लेबल पनि दिउँ क्या, यो भनेको यो भनेको यो भनेर मसिनलाई सिकायौँ क्या, रटायौँ। अब मसिनले अब नयाँ डाटा अब टेस्ट डाटा हामीले दिँदाखेरि यो क्यारोट भनेको क्यारोट छुट्याउँछ, बेल पेपर भनेको यो छुट्याउँछ, हो यसरी छुट्याउँछ। तर अब नयाँ डाटा दिउँ भने यसले राम्रो एकुरेसी दिँदैन क्या, बिगारिदिन्छ क्या पुरै। किनकि यसमा के हुन्छ भने हामीले इनपुट दिन्छौँ तर हामीलाई आउटपुट पनि यस्तो हुन्छ भनेर दिएको हुन्छ क्या। त्यही भएर यसलाई सुपरभाइज लर्निङ अल्गोरिदम भनिन्छ है। सुपरभाइज लर्निङ अल्गोरिदममा अब टाइप्स सबैभन्दा पहिला तपाईँ रिग्रेसन हुन्छ, क्लासिफिकेसन हुन्छ। रिग्रेसन भनेको कन्टिन्युअस भ्यालु प्रेडिक्ट गर्ने, क्लासिफिकेसन भनेको लेभलमा छुट्याउने। जस्तै अब त्यो इमेल भनेको स्प्याम हो कि होइन हो यो छुट्याउने क्या। तर अब यो रिग्रेसन भनेको हाउस प्राइस प्रेडिक्सन हो यस्तो कुरातिर डिल हुन्छ। अब तपाईँहरूलाई म के भन्छु भने अब मसिन लर्निङको बेस भनेको चाहिँ के हो भने लिनियर रिग्रेसन हो क्या। लिनियर रिग्रेसन भनेको के हो त? एउटा इक्वेसन हो, y = mx + b हो। यो भनेको म्याथमेटिक्सको एउटा स्ट्रेट लाइन त हो नि होइन। त्यही भएर हरेक मसिन लर्निङ अल्गोरिदम भनेको म्याथमेटिक्स नै बेस छ क्या हो। अब तपाईँहरूले यो लिनियर रिग्रेसन गर्दा स्क्रैचदेखि गर्नुपर्छ है, स्क्रैचदेखि गर्नुपर्छ, जसको लागि तपाईँहरूले यो राम्ररी गर्नु भने 10% अफ मसिन लर्निङ तपाईँले यहीँबाट बुझ्नुहुन्छ है, सबै बुझ्नुहुन्छ मसिन लर्निङको कुराहरू। अब त्यसपछि अर्को पोलिनोमियल छ, नेप बेसिस, ग्रेडियन्ट बुस्टिङ, लासो भनेको चाहिँ रेगुलराइजेसन टेक्निक हो क्या। ओभरफिटिङ अन्डरफिटिङहरू प्रोभाइड गर्ने, यी पनि रिग्रेसनमा पर्छ। अब क्लासिफिकेसन भनेको लेभलमा गर्ने क्या। जस्तै त्यो मेल स्प्याम छ कि छैन यो भनेको लेभल हो नि, स्प्याम भनेको लेभल, नट स्प्याम भनेको अर्को लेभल हो यसरी छुट्याउने। यसको लागि लोजिस्टिक रिग्रेसन, सपोर्ट भेक्टर मेसिन अघि हाइपर प्लेनको कुरा आइथ्यो नि हो। अब यसमा हाइपर प्लेनले छुट्याउने हो क्या कुनै पनि डाटाहरूलाई। अब हाइपर प्लेन भनेको चाहिँ के हुन्छ भने जस्तै हामीले 5वटा फिचर भएको डाटामा काम गरिरहेछौँ भने होइन, त्यो भनेको 5D डाटा हो क्या। अब 5D डाटाको लागि फिचर छुट्याउनको लागि हामीले के गर्नुपर्छ 4D को हाइपर प्लेन युज गर्नुपर्छ क्या। हाइपर प्लेन भनेको जति डाटा छ त्योभन्दा 1 कम हुन्छ क्या हो। यसको लागि एसभिएममा अब लिनियर डाटा पनि हुन्छ, नन लिनियर डाटा हुन्छ। त्यसको लागि कर्नेलहरू होइन छुट्टै डाइमेन्सनहरू बढाउनुपर्छ कतिपय कुरामा डाटाहरूलाई छुट्याउन, ती कुराहरू युज गर्छौँ। हो यसरी हामीले मसिन लर्निङ अल्गोरिदम डिटेलली पढ्दै जान्छौँ क्या। अब क्लासिफिकेसन भनेको सिम्पली लेभलमा छुट्याउने क्या। लेभल भनेको स्प्याम हो कि स्प्याम अर नट हो यस्तो भयो होइन। यो भनेको लेभलमा छुट्यो, यो भनेको क्लासिफिकेसन भयो। अब रिग्रेसन भनेको चाहिँ यस्तो, म तपाईँहरूलाई दिन्छु एक्स र वाइ छ होइन, एक्समा 1 छ, वाइमा 0 आयो अरे, एक्समा 2 हुँदा वाइमा 2 आयो, एक्समा 3 हुँदा वाइमा 2.5 आयो, एक्समा 4 हुँदा वाइमा 2.9 आयो, हो यस्तो आयो। अब एक्समा 5 हुँदाखेरि वाइमा कति आउँछ त हामीलाई थाहा छैन नि त हो यस्तो भ्यालु क्या। दुईटै न्युमेरिकल क्याटेगोरी ह्यान्डल गर्ने भनेको रिग्रेसन हो क्या। अब यसलाई चाहिँ कसरी हुन्छ भने मानौ यो वाइ भनेको डिपेन्डेन्ट भेरिएबल हो, डिपेन्डेन्ट भनेको जसको भ्यालु फाइन्ड आउट गर्नुपर्छ। एक्स भनेको इन्डिपेन्डेन्ट भेरिएबल हो होइन, इन्डिपेन्डेन्ट भेरिएबल हो जसको हेल्पबाट डिपेन्डेन्ट भेरिएबलको भ्यालुहरू फाइन्ड आउट गरिन्छ हो। यसरी हाम्रो काम हुन्छ के। डिपेन्डेन्ट भेरिएबलको भ्यालु इन्डिपेन्डेन्टको भेरिएबलको हेल्पबाट फाइन्ड आउट गरिन्छ हो। यसलाई नै हामीले रिग्रेसन भनिन्छ क्या। अझ हामीलाई यसलाई सिम्पल लाइनहरू फिट गरेर यसरी गऱ्यौँ भने यसलाई लिनियर रिग्रेसन भन्छ क्या हो। यो भनेको कुनै क्याटेगोरिकलमा गएन नि त होइन, कन्टिन्युअस भ्यालु प्रेडिक्ट गऱ्यो जस्तै हाउसको प्राइस प्रेडिक्टिङ होइन, हो यस्ता कुराहरू भनेको उसमा आयो। अनि अर्को अब क्लासिफिकेसनको लागि चाहिँ लोजिस्टिक रिग्रेसन पनि छ, डिसिजन ट्री छ। अब डिसिजन ट्रीको नि हल्का कुरामा भनिदिँदै गइहाल्छु। डिसिजन ट्री भनेको ट्रीको लागि स्ट्रक्चर क्या, जस्तै यस्तो नोडहरूमा काम गर्ने क्या हो, यसरी काम गर्ने। अब यसमा पनि ट्रीमा काम गर्ने क्या। सबैभन्दा पहिला यो एउटा क्वेसन गरिन्छ यहाँबाट, यी क्वेसनमध्ये अब जुन चाहिँ राम्रो छ त्यतातिर जान्छ। यसमा नि अब क्वेसन गरिन्छ जुन चाहिँ राम्रो छ हो यतातिर जान्छ हो। यसरी डिसिजन निकालिन्छ क्या, हो भने डिसिजन ट्री भयो। अनि अर्को भनेको हाम्रो ऱ्यान्डम फरेस्ट भनेको यस्तै मल्टिपल डिसिजन ट्रीहरूलाई कम्बाइन गरेर
हामीले आउटपुट के हो थाहा पाउने भनेको उ भयो। अनि अर्को भनेको के नियरेस्ट नेबर भन्ने छ। अब यो पनि तपाईँहरूलाई हल्का बुझाइदिउँ होइन, मसिन लर्निङ अल्गोरिदम पछि पढ्न सजिलो हुन्छ। अब मानौँ हाम्रो एउटा यो डाटा सेट छ अरे, डाटा सेट छ अरे एउटा। के छ भने यहाँनेरि एउटा यस्तो छ, यो डाटा छ, यो डाटा छ, यो डाटा छ हो। अर्को यतातिर यस्तो यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ। अब नयाँ डाटा पोइन्ट यसको बिच्चामा आयो अरे, ल बिच्चामा आयो अरे। हल्का यसमा उ गरौँ है, यसलाई यसो गरौँ, पछाडि लेखिदिउँ हो। अब हेरौँ नयाँ डाटा त यो आयो नि त यहाँनिर होइन। अब के नियरेस्ट नेबर भनेको के हो भने अब नयाँ डाटा अब कुन यो भनेको क्लास ए, यो भनेको क्लास बी छ। कुन चाहिँ क्याटेगोरीमा पर्छ त भनेको होइन, यो भनेको स्क्वायर हो, क्लास बी भनेको पनि स्क्वायरमा उ गरेको छ। यो क्लास ए क्लास बी कुन चाहिँ क्याटेगोरीमा पर्छ छुट्याउनु पर्यो भने के नियरेस्ट नेबर भनेको अब योबाट नजिक कतिवटा पर्छ नि त पोइन्ट, 2टा पर्यो यसमा, यसबाट नजिक त 4वटा पर्यो नि त। जुनमा म्याक्सिमम नेबर्स हुन्छ हो त्यतातिर जान्छ क्या हो। यसको लागि हामीलाई युक्लिडियन डिस्टेन्सको कुराहरू थाहा पाउनुपर्छ है। युक्लिडियन डिस्टेन्स हो, यो थाहा पाउनलाई म्याथमेटिक्स चाहियो। त्यही भएर म्याथमेटिक्स कसरी युज भइरहेछ मैले त्यही बुझाउनको लागि तपाईँहरूलाई अलिक डिपमा बुझाइरहेको छु क्या, रोडम्याप पनि हो। अब यसरी सक्यो। अब अर्को भनेको अनसुपरभाइज लर्निङ अल्गोरिदम। अब अनसुपरभाइज लर्निङ अल्गोरिदममा के हुन्छ भने हामीले डाटा इनपुट दिन्छौँ, अनलेबल डाटा हुन्छ क्या, त्यहाँ छरिएको डाटा हुन्छ क्या। अनि डाटाबाट के हुन्छ भने यसले आफैले बुझ्छ हिडन स्ट्रक्चर। अनि अब मानौँ यहाँनिर ब्लू छ, येल्लो छ, रेड छ होइन, 3टा बलहरू छन् साना भने अब ब्लू जतिको एउटा क्लस्टर ग्रुप बन्छ क्या, अनि रेड जतिको अर्को बन्छ, अनि उसको जति छ नि यो येल्लो जतिको अर्को बन्छ क्या हामीले डाटा दिँदा। अब हामीले नयाँ डाटाको लागि मसिन लर्निङ मोडल बनाउन र प्रेडिक्ट गर्नु छ भने नयाँ डाटा आयो भने मानौँ ब्लू आयो भने यो क्लस्टरमा जान्छ हो यसरी जान्छ क्या। अब यसको लागि हाम्रो के छ भने क्लस्टरिङ, डाइमेन्सनालिटी रिडक्सन यी कुराहरू पढ्नु पर्यो। के मिन्स क्लस्टरिङ इम्पोर्टेन्ट छ, यो कुरा बुझ्नुपर्छ तपाईँहरूले होइन। के मिन्स क्लस्टरिङ बुझेपछि भइहाल्यो। अनि त्यसपछि डेन्सिटी बेस्ड क्लस्टरिङ, प्रिन्सिपल कम्पोनेन्ट एनालाइसिस अघि नै भइसक्यो होइन। अनि यो एलडिए बुझ्नुपर्छ, लिनियर डिस्क्रिमिनेन्ट एनालाइसिस, यो अहिले बुझिँदैन। तपाईँहरूलाई के पढ्ने चाहिँ म भनिदिइहालेँ होइन। यिनै कुराहरू तपाईँहरूले पछि डिटेलली पढ्नुपर्छ। अनि अर्को थर्ड भनेको हाम्रो रिइन्फोर्समेन्ट लर्निङ होइन। रिइन्फोर्समेन्ट लर्निङ भनेको इन्भाइरोमेन्ट अनुसार सिक्दै जाने हो है। अब पहिला के गर्छ भने एजेन्टले इन्भाइरोमेन्टमा के काम गर्छ, इन्भाइरोमेन्टबाट के रिवार्ड पाउँछ सिक्छ, अनि फेरि सिक्दै सिक्दै गएर इम्प्रुभ गर्दै जाने हो क्या। जस्तै अब हामीले के गर्यौँ भने एउटा मसिन बनाउँदैछौँ है। ल के गर्दैछौँ हामीले मसिन बनाउँदैछौँ है त। ल त्यो मसिनले के गर्छ भनेदेखि मसिन बनायौँ त्यो मसिन भनेको गोलकिपरको रूपमा बसेको छ यो रिइन्फोर्समेन्ट लर्निङ युज गरेर। अब हामीले कुनै एउटा इन्भाइरोमेन्टमा खेल्दैछौँ है। अब त्यो मान्छेले पहिलोचोटि हान्यो भने त्यो मसिनले के गर्छ भने त्यो गोल रोक्न सक्दैन क्या, त्यो गोल हुन्छ। अनि हो त्योबाट त्यसले के गर्छ फिडब्याक पाउँछ, सिक्छ। सेकेन्डचोटि हान्दा पनि रोक्न सकिँदैन, गोल हानिदियो। थर्डचोटि हान्दा पनि अलिकति इम्प्रुभ गर्यो तर रोक्न सकेन। अब हरेक कुराहरू गर्दै गर्दै सिक्दै जाने क्या। अब यसले यस्तै गरी 100चोटि सिक्यो भने के होला त, 101 चोटि हान्दा त उसले जस्तो हाने पनि रोकिदिन्छ। त्यसपछि त उसले जस्तो हाने नि हानुन्, मेस्सीले ल्याएर हाने नि भयो, रोनाल्डो नै ल्याएर हाने पनि उसले त्यो गोल रोकिदिने भयो है। हो यो भनेको रिइन्फोर्समेन्ट लर्निङको इक्जाम्पल भयो क्या। अनि अर्को इक्जाम्पल पनि म दिन्छु। तपाईँहरूले चेस गेम बनाउनुहुन्छ भने होइन, चेस गेम चेस गेम बनाउनुहुन्छ भने एआईसँग खेल्नुहुन्छ भने रिइन्फोर्समेन्ट लर्निङ युज गरे भने एआईले के गर्छ पहिला सिक्छ अरूले उ गरेको सिक्छ, पहिला सक्दैन मिस्टेक गर्छ हो। यस्तो मिस्टेकबाट 100-200 चोटि खेलिसकेपछि उसले राम्रो सिक्दै जान्छ मानौँ। अनि सिक्दै गइसकेपछि अब तपाईँहरूले त्यसपछि तपाईँहरूले उसँग खेल्नु भने हरेक उसमा क्या उसले मिस्टेक कहाँ गरिन्छ पनि थाहा हुन्छ, मिस्टेकबाट सिकेको पनि थाहा छ। अनि यतापट्टि मतलब अब राजा चाल्दा के फाइदा हुन्छ, रानी चाल्दा के फाइदा हुन्छ, यो घटी यता चाल्दा के हुन्छ उसलाई पहिल्यै थाहा भइसकेको हुन्छ हो। त्यस्तो चेसलाई अब अहिलेको अब हामीले चेस च्याम्पियनहरूले पनि हराउन सक्दैनन् क्या। त्यही भएर एआई भनेको त्यस्तो पावरफुल छ क्या रिइन्फोर्समेन्ट लर्निङ। अब त्यही भएर डिपसिकले रिइन्फोर्समेन्ट लर्निङ युज गरे हो। तपाईँहरूलाई कतिजनालाई थाहा होला च्याट जिपिटी र डिपसिक के फरक छ भने च्याट जिपिटी भनेको त ट्रान्सफर्मर बेस्ड आर्किटेक्चर हो, यो म पछि भन्छु, आउन बाँकी नै छ। च्याट जिपिटीमा के हुन्छ भने हामीले कोही बेला च्याट जिपिटीलाई सोध्यौँ भने होला, हुन नि सक्छ हो त्यस्ता कुरामा दिन्छ क्या। तर डिपसिकले हो यो होइन भनेर दिन्छ क्या। च्याट जिपिटीलाई हामीले म्यानिपुलेट गर्न सक्छौँ क्या, यस्तो होला यस्तो भनेर। तर डिपसिकलाई हामीले म्यानिपुलेट गर्न सक्दैनौँ क्या। उसले भएको एन्सरलाई यस भन्छ, नभएकोलाई नो नै भन्छ क्या। त्यही भएर यो भनेको रिइन्फोर्समेन्ट लर्निङको पावर हो।
ओके। अब यो रिइन्फोर्समेन्ट लर्निङमा धेरै नै जानु परेन बिगिनर हुँदा। पछि इन्डस्ट्रीमा काम गर्दा त त्यही अनुसार तपाईँहरूले सिकिहाल्नुहुन्छ। अब यसमा एजेन्ट भनेको के हो, इन्भाइरोमेन्ट, स्टेट, एक्सन रिपोर्ट, यिनै कुरा बेसिक कुराहरू बुझ्नु। अब अलमोस्ट मसिन लर्निङ भनेको इस्टिमेटेड बेसिक टाइम भनेकै 3 मन्थ लाग्छ। अझ जति गर त्यति जाने नि हो। यो फिल्ड एआई/एमएलको फिल्ड कहिल्यै सकिँदैन, त्यही भएर जति गर त्यति टाइम लाग्छ। बेसिक मिनिमम टाइम चाहिँ यति लाग्छ। ओके। अब साइकिट लर्न भनेको के हो मैले तपाईँहरूलाई भनेको छैन पहिला, अब भन्छु। हामीले अहिले गरेका सबै कुराहरू छन् नि, यो भनेको ट्रेडिसनल हो क्या, ट्रेडिसनल अल्गोरिदम हुन् क्या मसिन लर्निङमा, होइन? यी सबै अल्गोरिदमलाई मान्छेहरूले पहिले गरेर राखेका हुन् क्या, एउटा लाइब्रेरी बनाएर साइकिट लर्न भन्ने। अब हामीले जस्तै लिनियर रिग्रेसनहरू यी कुराहरू त स्क्रचदेखि तपाईँहरूले गर्नुपर्छ, होइन? तर साइकिट लर्नमा अब सबै अल्गोरिदमहरू त गरेर साध्य हुँदैन नि त। अहिले बुझिसकेपछि त हामीले कतिपय कुराहरू प्रेडिक्ट गर्नको लागि साइकिट लर्नमा लाइब्रेरी युज गर्ने, एउटा फङ्सन जस्तो हुन्छ, त्यहाँनिर भ्यालु पठाउने, अनि हामीले सिधै युज गर्न सक्छौँ क्या, स्क्रचदेखि बनाइराख्नु पर्दैन। त्यही भएर अलरेडी यो बिल्ट इन लाइब्रेरी हो, जसमा हामीले के हुन्छ भने टप अफ नम्पाईमा बिल्ड भयो यो खासमा, होइन? यसमा सबै हुन्छ क्या। पहिले मोडल इभ्यालुएसन गर्ने, कसरी ती फङ्सनहरू हुन्छ, होइन? अनि डाटा प्रोसेसिङ, अनि मसिन लर्निङ मोडल्सहरू पहिले भएको हुन्छन्। हामीले सिधै साइकिटलाई इम्पोर्ट गरेर युज गर्न सकिन्छ। ओके। अब हामीले मसिन लर्निङ पनि सक्यो। अब हामी पुग्यो डिप लर्निङ। डिप लर्निङ भनेको मसिन लर्निङको पनि सबसेट हो। अब यो भनेको के हुन्छ भने यसमा सबै कुराहरू हुन्छ के हुन्छ भने सबै कुराहरू न्युरल नेटवर्क्स सँग बेस्ड हुन्छ क्या। न्युरल नेटवर्कसँग भन्ने बित्तिकै के हो भने अलमोस्ट 90 to 95% हामीले न्युरल नेटवर्कसँग डिल गर्नुपर्छ क्या, होइन? न्युरल नेटवर्कसँग डिल गर्नुपर्छ। अब न्युरल नेटवर्क भनेको चाहिँ के हो भनेर सोध्ला, होइन? न्युरल नेटवर्क भनेको मान्छेको ह्युमन ब्रेन जस्तो न्युरल नेटवर्क भन्ने पनि अब एआईको लागि त्यस्तै एउटा ब्रेन हो क्या, जसले स्ट्रक्चर प्रोभाइड गर्छ, होइन? न्युरोनहरू हुन्छ, डिफ्रेन्ट लेयरहरू हुन्छ डाटा गर्नको लागि, होइन? अब त्यस्तै हुन्छ। अब न्युरल नेटवर्कमा के हुन्छ भने एउटा सिङ्गल लेयर पर्सेप्ट्रोन, मल्टिलेयर पर्सेप्ट्रोन भन्ने हुन्छ, होइन? त्यसको लागि हामीले बुझौँला यी सबै मानौँ यसमा हामीले के आयो, सबै भनेको इनपुट दिइरहेछौँ क्या, हामीले इनपुट दिइरहेछौँ, होइन? इनपुट दिन्छौँ सबैभन्दा पहिला, हरेक उसको इनपुट दिन्छौँ। इनपुट दिइसकेपछि हरेक इमेजहरू, होइन? इमेजहरू इनपुट दिन्छौँ। इनपुट दिइसकेपछि यिनीहरूको वेटहरू क्यालकुलेट हुन्छ, होइन? वेटहरू क्यालकुलेट हुन्छ। वेटहरू क्यालकुलेट भइसकेपछि के हुन्छ त, पहिला इनपुट दिन्छौँ, वेटहरू क्यालकुलेट हुन्छ। वेटहरू क्यालकुलेट भइसकेपछि हामीले के हुन्छ त, यहाँनिर एउटा एक्टिभेसन फङ्सन भन्ने हुन्छ, होइन? एक्टिभेसन भन्ने फङ्सन भन्ने हुन्छ। यसले एक्टिभेसन फङ्सनले के गर्छ त, नन लिनियर डाटालाई नन लिनियरमा कन्भर्ट गर्छ, हो? लिनियर डाटालाई नन लिनियरमा कसरी कन्भर्ट गर्छ त भनेको मतलब किन कन्भर्ट गरिन्छ त भनेपछि हामीले यहाँनिर गरेको डाटा लिनियर डाटा हुन्छ, तर रियलवाला डाटाहरू नन लिनियर आउँछ। त्यही भएर नन लिनियरमा कन्भर्ट गर्नुपर्छ एक्टिभेसन फङ्सन युज गरेर। त्यसपछि हाम्रो के हुन्छ त, प्रेडिक्सन हुन्छ, होइन? प्रेडिक्सन हुन्छ। यो भनेको फरवार्ड प्रोपागेसन भन्छ क्या यी कुराहरू सबैलाई। हामीले मसिन लर्निङ मोडललाई ट्रेन गरिरहेछौँ, हो? अब यहाँनिर इनपुट दिउँ, होइन? हामीले वेट क्यालकुलेट हुन्छ। अब यसमा अब धेरै नै हिडन लेयरहरूको कन्सेप्टहरू पनि आउँछ। यो मैले अहिले नर्मल जनरल फिगर बनाएको छु, होइन? तपाईँहरूले अब यो बुझ्नुहुन्न, हल्का सर्फेसली बुझाउनलाई यस्तो फिगर बनायो। यसमा अब डिफ्रेन्ट हिडन लेयर आउँछ, त्यस्ता आएपछि मल्टिलेयर पर्सेप्ट्रोन हुँदै जान्छ, होइन? न्युरल नेटवर्कमा यो सबै कुरा भनेको फरवार्ड प्रोपागेसनतिर पर्यो क्या। मसिन लर्निङ मोडललाई ट्रेन गराउने कुराहरू भनेको फरवार्ड प्रोपागेसन। अब मसिन लर्निङ मोडल बनाइराख्दाखेरि हाम्रो के आउँछ भने त्यसमा लस हुन्छ। के हुन्छ? लस हुन्छ, इरर हुन्छ। हो, यसलाई मिनिमाइज गर्ने भनेको चाहिँ ब्याकवार्ड भन्दा नि ब्याक प्रोपागेसन भन्छ है, ब्याक प्रोपागेसन, होइन? अनि अप्टिमाइज गर्ने सबै ब्याक प्रोपागेसन यही नै हो क्या। फरवार्ड प्रोपागेसन र ब्याक प्रोपागेसन न्युरल नेटवर्कमा कसरी गरिन्छ यिनै नै हो डिप लर्निङ। अनि यसमा ग्रेडियन्ट डिसेन्टले कसरी गरिन्छ यो कुरा बुझ्नु पऱ्यो, रेलु, होइन? अनि लस फङ्सन, लर्निङ रेटहरू यी कुराहरू बुझ्नु पऱ्यो। इपोच अनि ब्याचेज भनेको यी टर्म्सहरू तपाईँहरूले बुझ्नुपर्छ के, होइन? अब ब्याचेज भनेको मानौँ एउटा हाम्रो 1000 इमेजको ऊ छ भने ब्याचेज भनेको के हो भने एकचोटिमा कतिवटा इमेजहरू गर्ने त, लिने त, होइन? हो, त्यस्ता कुराहरू तपाईँहरूले याद गर्नु पर्यो। अनि इपोक्स भन्ने हुन्छ। इपोक्स भनेको कति इटिरेसनचोटि सिकाउने त क्या मसिनलाई। मानौँ हाम्रो 1000 इमेज छ, यसलाई 10 इटिरेसन गराइयो भने हाम्रो के हुन्छ त भने हरेक इमेजले के गर्छ भने मसिन लर्निङ मोडलले हरेक इमेजलाई 10 चोटि रिड गर्छ अनि सिक्छ क्या। यी कुराहरू हाम्रो इपोच भन्छ क्या, इटिरेसन, कति इटिरेसन गर्ने भन्ने। जति इटिरेसन गर्यो त्यति
एक्युरेसी त हो होइन पहिलो इटिरेसन कम हुन्छ अनि 50औँ इटिरेसन गरिसकेपछि झन् राम्रो बढ्दै जान्छ लगभग 50-60 इटिरेसन जतिमा हाम्रो नर्मल कुराहरूमा राम्रो एक्युरेसी आउँछ अनि लर्निङ रेटको बारेमा बुझ्नु पर्यो अनि अब अर्को कुरा छ भने के छ भने कन्भोल्युसन न्युरल नेटवर्क छ सिएनएन यो भनेको चाहिँ एउटा टाइप्स अफ न्युरल नेटवर्क हो यो इमेज बेस्ड डाटाको लागि एकदमै राम्रो हो होइन हामीले भर्खरै एउटा प्रोजेक्ट गरेका थियौँ क्या यो साइन ल्याङ्ग्वेज डिटेक्सन भन्ने सायद तपाईँहरूले मेरो गिटअपमा पाउनुहुन्छ होला मैले अहिले त हालेको छैन तर म हालिदिन्छु लिङ्क लिएर पनि हाल्छु साइन ल्याङ्ग्वेज डिटेक्सन भन्ने छ हो यसमा के हुन्छ भने सिएनएन बेस्डबाट हामीले एउटा मोडल बनाएको थियौँ होइन 3टा मोडल बनाएको थियौँ जसमा एउटा सिएनएन पनि हो मोडल जसमा के हुन्छ भने हामीले जब पनि कुनै एउटा इमेजहरू देखाउँछौँ होइन इमेजहरू देखाउँछौँ मानौँ यस्तो हेलो गरेको देखायो नमस्ते गरेको देखायो भने त्यसले आफै क्लासिफाई गरिदिन्छ क्या यसले नमस्ते गरेछ यसले यस्तो गरेछ भनेर हो यो इमेजलाई बुझेर काम गरिरहेछ क्या हो यस्तोको लागि कन्भोल्युसन न्युरल नेटवर्क युज हुन्छ यसमा डिफ्रेन्ट लेयर कन्भोल्युसन पुलिङ फ्ल्याटेनिङ फुल्ली कनेक्टेड कसरी युज हुन्छ अब्जेक्ट डिटेक्सन कसरी हुन्छ यी सबै तपाईँहरूले डिटेलमा पढ्नुपर्छ कन्भोल्युसन न्युरल नेटवर्क अर्को भनेको आरएनएन होइन रिकरेन्ट न्युरल नेटवर्क भन्छ यसको लागि टेक्स्ट र टाइम सिरिजहरूको लागि युज हुने हो यो पनि पढ्नु राम्रो हुन्छ अनि अर्को भनेको अदर टपिक्स फर बिगिनर ओभरफिटिङ रेगुलराइजेसन अप्टिमाइजर होइन एक्युरेसी अनि टेन्सर फ्लो अनि पाइटर्स होइन अब यी सबै हामीले अल्गोरिदम त पढ्छौँ तर अब एक्चुअल इम्प्लिमेन्ट कहाँ गर्ने त कोड कहाँनिर लेख्ने त भन्ने कुरा आउँछ कतिलाई होइन मनमा यसको लागि डिप लर्निङको लागि फ्रेमवर्क छ 2टा फ्रेमवर्क एउटा भनेको पाइटर्च छ अर्को भनेको टेन्सर फ्लो भन्ने हुन्छ टेन्सर फ्लोमा केराज भन्ने एउटा एपिआई हुन्छ जसले गर्दा हामीलाई कति कुराहरू सजिलै हेल्प हुन्छ अनि अर्को पाइटर्च हुन्छ होइन अब हरेक अल्गोरिदमको लागि कुन चाहिँ चुज गर्ने भन्ने त्यही अनुसार डिसाइड गर्नुपर्छ हामीले यी फ्रेमवर्क चुज गरेर हामीले सिक्न सक्छौँ है अनि मैले अघि भने कि भनिनँ मसिन लर्निङको लागि यहाँनिर कोर्स होइन लिङ्क के छ भने क्याम्पस एक्सको 100 डेज अफ मसिन लर्निङ छ यो वान अफ द बेस्ट प्लेलिस्ट हो तपाईँहरूले यी सबै कुरा इपोक्स ब्यासेज यी सबै कुराहरू सजिलैसँग थाहा पाउनुहुन्छ अनि अर्को लिङ्क भनेको एन्ड्रुयाङको मसिन लर्निङ कोर्स हो यी दुईवटा वान अफ द बेस्ट कोर्स हुन् होइन यो कोर्स चाहिँ धेरै नै पपुलर छ एन्ड्रुयाङको क्याम्पस एक्सको पनि नेपाल इन्डियातिर धेरै पपुलर छ तपाईँहरूलाई जुन बुझ्नुहुन्छ त्यही लिँदा हुन्छ एन्ड्रुयाङको धेरै नै राम्रै छ तर कतिपयले बुझ्दा रहन्छन् होइन क्याम्पस एक्सको बुझिन्छ है सजिलै छ त्यही भएर तपाईँहरूले जुन लिँदा नि हुन्छ म सजेस्ट के गर्छु भने 100 डेज अफ मसिन लर्निङ लिनु क्याम्पसको डिप लर्निङ उसको लिँदा नि हुन्छ के अरे मसिन लर्निङ एन्ड्रुयाङको लिँदा नि हुन्छ अब डिप लर्निङमा भइहाल्यो अब यो कुरा भयो अनि डिप लर्निङमा एउटा कोर्स के छ भने अलेक्जेन्डर अमिनीको थ्योरेटिकल पर्सपेक्टिभ न्युरल नेटवर्कले कसरी काम गर्छ एक्चुअल एक्सप्लेनेसन चाहिन्छ भने यो एमआइटीमा पढाएको कोर्स हो है एकदमै राम्रो छ मैले एकदमै थ्योरेटिकल पर्सपेक्टिभले बुझ्नको लागि यो कोर्स बराबर मैले अरू भेटेकै छैन डिप लर्निङको लागि अलेक्जेन्डर अमिनी पिएचडी स्टुडेन्ट हुनुहुन्छ उहाँ आफैमा होइन एमआइटीमा पढाउने एकदम राम्रो छ अर्को भनेको डिप लर्निङ बाई एन्ड्रुयाङ यो त अब प्र्याक्टिकल एप्रोचले खतरा कोर्स भइहाल्यो डिप लर्निङको बेस्ट कोर्स भयो है यो तपाईँहरूले थ्योरेटिकल पर्सपेक्टिभले यो नि हेर्नु अनि यो पनि हेर्नु दुइटै हेर्नु इस्टिमेटेड टाइम 3 मन्थ अब यसको लागि जति गरो त्यति आउँदै जान्छ बेसी कुराहरू बुझ्न 3 मन्थ हो ओके अब बढी गर्दा त वर्ष पनि लाग्छ यो डिप लर्निङै मात्र नि ओके अब अर्को आयो हामीले लगभग मसिन लर्निङ डिप लर्निङ नेसेसरी फिल्डहरू कभर हानिसक्यौँ है अब के आयो भने नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ होइन यसलाई एनएलपी पनि भनेर भन्छ क्या अब एनएलपी भनेको चाहिँ ल्याङ्ग्वेजहरूलाई प्रोसेस गर्ने टेक्स्टहरूलाई प्रोसेस गर्ने हो जस्तै हामीले च्याट जिपिटी युज गरेका छौँ नि होइन त्यो भनेको नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा बेस्ट हो क्या त्यसले के गर्छ भने ट्रान्सफर्मर आर्किटेक्चर काम गर्छ क्या ट्रान्सफर्मर भनेको नि एनएलपीकै एउटा एनएलपी पढ्दै सिक्ने कुराहरू हो होइन हामीले मसिन लर्निङ मोडललाई सिकाउँदा जस्तै आई लभ यु भनेर सिकाएको थियो भने हरेक वर्डलाई टोकनाइजेसन गरिन्छ क्या एनएलपीमा होइन अनि हरेक वर्डलाई छुट्टा छुट्टै सिकाइन्छ तर ट्रान्सफर्मर बेसमा के हुन्छ भने आई लभ यु भन्ने एउटा सेन्टेन्स नै एउटा सिकाइन्छ क्या एकैचोटि सिकाइन्छ क्या हो यसरी ट्रान्सफर्मर बेस्ड आर्किटेक्चरमा च्याट जिपिटीले काम गर्छ हो यस्तैलाई प्रोसेस गरेर आउटपुट निकाल्ने भनेको नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ हो क्या अब जसमा हाम्रो टेक्स्ट स्पिड प्रोसेसिङ टोकनाइजेसन स्टेमिङ अनि ब्याग अफ फोर्स भनेको हुन्छ होइन ब्याग अफ फोर्स भनेको यसमा के गरिन्छ भने पहिला टेक्स्टलाई प्रोसेसिङ गर्ने अब टेक्स्ट प्रोसेसिङमा के हुन्छ भने हाम्रो सबै क्यापिटल लेटरहरूलाई स्मल लेटर होइन अनि नचाहिने वर्ड्स नट एन्ड हो यस्तालाई हटाइन्छ अनि टोकनाइजेसन गरिन्छ अनि ब्याकअप वर्ड्स गरेर हामीले के गरिन्छ भने हामीले स्ट्रिङमा भएको डाटाहरूलाई इन्टिजर नम्बरहरूमा कन्भर्ट गरिन्छ किनकि मसिन लर्निङ मोडलले बुझ्दैन क्या हाम्रो यो
इन्टिजरहरू के अरे स्ट्रिङहरूलाई गरिन्छ। अनि टेक्स्ट क्लासिफिकेसन अनि ट्रान्सफर्मरको बारेमा बुझ्ने। अनि यसको लागि लाइब्रेरिजहरू एनएलटीके स्पेसी होइन। अनि प्र्याक्टिस डाटा सेट भनेको ट्विटर डाटा सेट, आइएमडिबी डाटा सेट, आइएमडिबीको मुभी रेटिङ डाटा सेट, यिनीमा काम गर्न सक्नुहुन्छ। अब अर्को आयो कम्प्युटर भिजन। जनरली मान्छेहरू के गर्छ भने कम्प्युटर भिजन र एनएलपी मध्ये एउटा चुज गरेर जान्छ, किनकि धेरै नै झन् टाइम लाग्ने फिल्ड हो क्या। त्यही भएर तपाईँहरूलाई म सजेस्ट गर्छु तपाईँहरूलाई जुनमा इन्ट्रेस्ट लाग्छ त्यहीतिर जानु। कम्प्युटर भिजनमा चाहिँ के छ भने अब क्यामेराहरूको थ्रुबाट कुनै पनि डिटेक्ट गरेको अब्जेक्टहरूलाई हामीले म्यानिपुलेट गर्न सक्ने हो क्या होइन। जस्तै यहाँनिर एउटा कार डिटेक्ट भएको फोटो छ नि त, हो यो अब्जेक्टहरू जति सिधै डिटेक्ट गराउन सक्ने होइन, रोबोटिक्सहरूमा युज हुने कुराहरू हो। अब यसमा बेसिक इमेज बेसिक्स होइन, इमेज प्रिप्रोसेसिङ, कन्भोल्युसन न्युरल नेटवर्क, अनि योलो चलाउनु तपाईँहरूले एकचोटि यो गर्दाखेरि योलो V8 भन्ने मोडल छ जसले गर्दा हामीले सजिलैसँग अब्जेक्टहरूलाई डिटेक्ट गराउन सकिन्छ। हामीले पनि यही मोडललाई फाइन ट्युनिङ गरेर साइन ल्याङ्ग्वेजमा युज गरेका थियौँ जसको एक्युरेसी 99.9 थियो क्या। त्यो भनेको धेरै नै राम्रो हो क्या योलोको अब्जेक्ट डिटेक्सनको लागि। अनि यो पढ्दाखेरि तपाईँहरूले ट्रान्सफर लर्निङको कन्सेप्ट सिक्नुहुन्छ। अब ट्रान्सफर लर्निङ भनेको के हो त? ट्रान्सफर लर्निङ भनेको पहिले भइरहेका मोडल हुन्छ नि, प्रि ट्रेन मोडल, जस्तै योलो V8 भन्ने मोडल भयो नि, हो यसमा हामीले आफ्नो कस्टम डाटा सेट फाइन ट्युनिङ गरेका थियौँ के हो यसलाई ट्रान्सफर लर्निङको कन्सेप्ट भनिन्छ। जसले गर्दा पहिले बनिराखेको मोडल हुन्छ एकदम राम्रो हुन्छ, एक्युरेसी पनि होइन। अनि हामीले फाइन ट्युनिङ गरेपछि एक्युरेसी धेरै राम्रो पाइन्छ, हो यो ट्रान्सफर लर्निङ हुन्छ। यो सिक्नुपर्छ। फेस डिटेक्सन, अनि यसको लागि लाइब्रेरिज भनेको ओपनसिबी, टेन्सरफ्लो, पाइटर्च, केराजहरू हुन्छ। प्र्याक्टिस डाटा सेट यहाँ छ। अब यसको लागि तपाईँहरू सिक्नको लागि यहाँनिर यो कम्प्युटर भिजन बाई मुर्तजा वर्कसप भनेर गर्नु यो। अनि कम्प्युटर भिजनको लागि एकदमै राम्रो युट्युब च्यानल छ। अनि अर्को यो पनि युट्युब च्यानल राम्रो छ। अनि कोर्सेराको कोर्स पनि बेस्ट छ। जुन तपाईँहरूलाई राम्रो लाग्छ तिनवटा मध्ये जुन गर्दा नि हुन्छ। अब डिटेलली कोर्समै जाने हो भने कोर्सेराको कोर्समा जानु। अब ऱ्यान्डम प्रोजेक्टहरू गर्ने हो भने मुर्तजा वर्कसपहरूमा ठिक छ। अब अर्को कुरा के छ भने जेनेरेटिभ एआई। लगभग हामी अब लास्ट आइसक्यौँ है रोड म्यापको। अब जेनेरेटिभ एआई भनेको के हो भने अहिलेको नयाँ कुराहरू आइरहेछन् नि होइन, यी सबै जेन एआईभित्र पर्छन् क्या, डिपसिक, च्याट जिपिटीहरू। अब तपाईँहरूले लास्ट स्टेजमा आइसकेपछि लार्ज ल्याङ्ग्वेज मोडल होइन, जिपिटी, लामा, क्लाउड, डिपसिकहरूको कसरी इन्टरनल वर्किङ गरेका हो त्यो बुझ्नुपर्छ। यिनीहरूलाई फाइन ट्युनिङ कसरी गर्ने होइन, त्यो भइरहेको मोडललाई आफ्नो डाटा सेटमा कसरी ट्रेन गराउने, अनि प्रोम्प्ट कसरी गर्ने। अनि अर्को पनि यहाँ के एडिसन गर्नु भने एलएलएम फ्रम स्क्रैचदेखि बनाउने कोसिस गर्नु होइन। अनि डिफ्युजन मोडल भनेको इमेज र भिडियोको लागि कसरी मोडल बनेको छ। अनि यहाँ अर्को एउटा छुट्टी छ भेक्टर डाटाबेस होइन, एआई एजेन्टहरूको लागि युज हुन्छ। एआई एजेन्ट कसरी बनाउने ती कुराहरू सबै जेन एआईभित्र पर्छ क्या। RAG सिक्नु। अनि टुल्स एन्ड लाइब्रेरी भनेको अब के छ भने ओपन एआईको एपिआई युज गरेर आफ्नो कस्टम प्रोजेक्टहरू बनाउनु कसरी गर्ने त्यो सिक्नु। अनि हगिङ फेस भन्ने कतिले थाहा हुँदैन होला। हगिङ फेस भनेको एउटा यस्तो प्लेटफर्म हो, ठाउँ हो जहाँनिर पहिल्यै मान्छेहरूले धेरै आफूले बनाएका मोडलहरू राखेका हुन्छन्। हो त्यो मोडलहरू युज गरेर तपाईँहरूले सिम्पली आफ्नो गर्न सक्नुहुन्छ क्या, प्रोजेक्टहरू बनाउन सक्नुहुन्छ। यी कुराहरू सिक्नु। अनि अब त अझ के टुल्सहरू आएको छ भने म थपिदिन्छु यहाँ। NA10 भन्ने आएको छ, यो NA10 सिक्नु होइन। एआई एजेन्ट बनाउन ज्यापियर भन्ने छ अर्को होइन। यी कुराहरू नयाँ टुल्सहरूमा पछि फ्यामिलियर हुँदै जाने, पहिला बेसी कुरा सिक्ने। अब लास्ट टाइम के छ भने क्यागल छ। क्यागल भनेको के हो त? क्यागल भनेको अब हामीले प्रोजेक्ट गर्दाखेरि हामीलाई मसिन लर्निङको लागि त डाटा चाहिन्छ। सो हो त्यो डाटा लिने ठाउँ भनेको क्यागल हो क्या। क्यागलमा लगभग धेरै सबै टाइपको डाटा सेटहरू पाइन्छ। सो यो लिङ्क लेखेको ठाउँमा क्लिक गरौँ, तपाईँहरूले क्यागलको वेबसाइट पाउनुहुन्छ। अनि त्यहाँनिर गएर डाटा सेटहरू निकाल्न सक्नुहुन्छ। ओके, अब यति नै हो लगभग। अब आजको रोड म्याप सकियो। तपाईँहरूलाई कस्तो लाग्यो? राम्रै लाग्यो होला जस्तो लाग्छ होइन। केही कुराहरू छ भने मलाई कन्ट्याक्ट गर्दा हुन्छ। मेरो लिङ्कडिन नाम आनन्द रिमाल। मेरो अहिलेको यो फोटो देखेर त्यहाँबाट तपाईँहरूले चिनिहाल्नुहुन्छ। यो लिङ्कडिनमा गएर मलाई मेसेज गर्दा हुन्छ है, नभए यो युट्युब भिडियोको डिस्क्रिप्सनमा पनि लिङ्कडिन आइडी प्रोभाइड हुनसक्छ सायद। ओके, त्यही हो। अब यसमा एडिसनल के छ भने अब इन्डस्ट्रीमा कोही बेला मसिन लर्निङको लागि डिएसए पनि सोध्न सक्छ। अब यो डिएसएहरू पनि इन्क्लुड गर्दा हुन्छ। तपाईँहरूले यति सिकिसकेपछि लास्टमा डिएसएहरूको पनि बेसिक नलेजहरू सिक्नु होला। यति सिकिसकेपछि तपाईँहरू लगभग तपाईँहरूलाई 1 वर्ष सकिन्छ है। अनि कन्सेप्टहरू पनि के हुन्छ, राम्रो हुन्छ है, राम्रो हुन्छ। यति गरेपछि लगभग सबै बुझिन्छ। अनि नयाँ प्रोजेक्टहरूमा काम गर्न सक्नुहुन्छ। अनि तपाईँहरू अब अरूले यति सकिसक्यो यति छिटै मैले सकेँ छैन भनेर नबस्नु। तपाईँहरूलाई टाइम लाग्छ क्या राम्रो कुरा सिक्नलाई, त्यहाँ धेरै टाइम लाग्छ। कतिले बेसिक माथि हेरेर एकैछिन सकेका हुन्छन्,
त्यही भएर अब तपाईँ डिपमा गएर सिक्नु। ल आजको लागि यति नै। थ्याङ्क यू है। ल थ्याङ्क यू लेखिदिउँ एकचोटि अनि सक्यो।